नमस्कार सबैलाई माफ गर्नु होला अलिकति त्यस्तै त्यस्तै भएर ढिलो भयो आउँदाखेरि सो आजबाट चाहिँ हामीले विशेष गरी चाहिँ यो जुन विशेष सूत्र क्लास भनेर प्रत्येक शुक्रबार अब 7 बजीदेखि सुरु गर्ने भनेर हामीले एउटा योजना बनाएका थियौँ र आज चाहिँ अलिक ढिला सुरु भयो त्यसको लागि क्षमा प्रार्थी छौँ र गुरुले चाहिँ एकदमै यो जुन सूत्र विशेष रूपमा तयार गर्नुभएको छ अब यो के हो भनेर अलिकति पहिला हामीले चाहिँ बुझ्नु जरुरी छ यो सूत्र चाहिँ जस्तै धेरैजना तपाईँहरूमध्ये अब कतिजनाले नदेख्नु भयो होला कतिले सुन्नु भएको होला आइसा भनिन्छ होइन बुद्ध बोधिसत्व भगवानहरूबाट चाहिँ डाइरेक्ट हामीलाई एउटा शिक्षा निर्देशनको रूपमा चाहिँ पवित्र माध्यम भन्छ होइन पवित्र माध्यमको मार्फतबाट चाहिँ दिएको शिक्षालाई आज चाहिँ गुरुले हामीलाई सजिलो भाषामा बुझाउने प्रयास गर्नुभएको छ तर यो चाहिँ हामी प्रत्येक ताओ सदस्यको जिन्दगीमा एकदमै महत्त्वपूर्ण छ किनकि यहाँका विभिन्न कुराहरूमा हरेक दिन हामी कक्षामा सुन्छौँ छलफल गर्छौँ तर हाम्रो आफ्नो स्वयंको वृद्धि विकासको लागि चाहिँ यो शिक्षा यो ज्ञान एकदमै जरुरी छ त्यही भएर गुरुले चाहिँ आजबाट सुरु गर्दै हुन्छ र यो एउटा जुन अरेकल छ यो चाहिँ खास तपाईँको 1 घण्टा 2 घण्टाको समय लाग्छ यो सकाउनलाई तर गुरुले चाहिँ हिजो हामीलाई चाहिँ यसलाई ब्रेक गरेर बनिन्छु भनेर भन्नुभएको छ भने चाहिँ यस्तो खालको शिक्षा धेरै छ आज गुरुले जुन सुरु गर्दै हुनुहुन्छ यसको चाहिँ अब 2 खण्डमा चाहिँ सायद सकाउनुहुन्छ होला र यसलाई चाहिँ अटज गुरुले हामीसँग नयाँ भइसक्नु भएको छ हुन त गएको हप्ता अलिक अस्वास्थ्यको कारणले गर्दाखेरि चाहिँ उहाँले अस्वस्थ हुनुहुन्थ्यो बोल्न सकिरहनु भएको थिएन र आज चाहिँ अब अलिकति स्वस्थ हुनुभएकोले चाहिँ गुरुले म क्लास लिन्छु भन्नुभयो त्यही भएर हामी धेरैजनालाई चाहिँ आज परीक्षाबाट बोलाउनु भएको छ केही ताओ सदस्यहरू चाहिँ हामीसँग अनलाइनबाट पनि जोडिनु हुँदैछ है त सो अब चाहिँ हामी गुरुलाई ढिलो नगरिकन गुरुलाई बोलाउनेछौँ कृपया सबैलाई उत्तिर होला 1 2 नमस्कार 3 बस्नु होला 好的，好，请坐。आज तिमीलाई नेक्स्ट विक म今天是林诺讲师翻译下次胡谢我们拿个椅子坐。好，各位讲师到现大家好，大家晚安。सम्पूर्ण वक्ताहरू सबैलाई नमस्कार नमस्कार我们现在礼拜五这个课啊是特别的课， आजको हाम्रो शुक्रबारको क्लास चाहिँ एकदमै विशेष कक्षा रहेको छ 因为我们到传道尼泊已经有整整30年的时间， अब ताओ चाहिँ नेपालमा फर्केको लगभग 30 वर्षको समय पुग्न लागिरहेको छ 那大家也感受到了殊胜跟尊贵， यहाँहरूले पक्कै पनि ताओको अनमोलतालाई चाहिँ महसुस गर्नुभएको हुनुपर्छ 那很想去度人跟亲友分享， अनि त्यसपछि धेरैभन्दा धेरै मान्छेलाई बोलाउन पनि इच्छा हुनुहुन्छ होला र उहाँहरूलाई पनि ताओको बारेमा चाहिँ ज्ञान सेयर गर्न पनि इच्छा हुनुहुन्छ होला 但又不知道从何说起， तर अब कहाँबाट चाहिँ सुरुवात गर्ने भन्ने थाहा नभएको हुन सक्छ 所以借着晚上的时间 त्यही भएर आज हामी बेलुकाको समय प्रयोग गरेर 或许就借着先我所批示的训文， आज चाहिँ नि बुद्धले दिनुभएको एउटा पवित्र बाणी जुन छ 来跟大家来做一个分享。 यो तपाईँलाई चाहिँ गुरुले आज सेयरिङ गर्नुहुनेछ 那一贯真传之殊胜， यी क्वान ताओको चाहिँ नि एउटा पवित्र हस्तान्तरण 那从2011年到2020年前后有10年的时间， सन् 2011 देखि लगभग 10 वर्ष अगाडि पछाडिको समय अवधि मिलाएर 那里面包含了有18个殊胜， अनि 10 वर्षको अवधिमा चाहिँ नि 18 वटा अनमोलताहरूको विषयलाई चाहिँ नि समावेश गरिएको छ 从学到的殊胜、修到的殊胜， ताओको सिकाइदेखि ताओको अभ्यासदेखि यसको विशेषता के छ भन्नेलाई पनि जोडिएको छ 包括我们今天开法会的殊胜， त्यसै गरी सेमिनार बस्नुको आयोजना गर्नुको एउटा विशेषताको बारेमा पनि भनिएको छ 那我们圣诞天子的殊胜， अनि त्यसपछि हामीले स्वर्गीय पद जुन अहिले हामीले दिइरहेका छौँ त्यसको पनि एउटा अनमोलता छ 到开设佛堂、开设道场的殊胜， अनि त्यसै गरी आफ्नो घरमा फ्यामिली टेम्पल स्थापना गरेको अथवा बाहिर मन्दिर स्थापना गरेको पनि यसको अनमोलताहरू छ 前后有18种殊胜。 भनेपछि लगभग आज हामीले ताओको अनमोलताको चाहिँ 18 वटा बिन्दुहरू चाहिँ यहाँ समावेश गरेको छ 如果大家用心去跟他研究的话， यदि सबैजनाले यो 18 वटा बिन्दुलाई चाहिँ हामीले मन दिएर अभ्यास गर्ने हो भने 对于我们个人修道的信心很有帮助。
यसले चाहिँ हामीले ताउ अभ्यासप्रति गर्ने जुन विश्वास जुन छ त्यसलाई चाहिँ एकदमै ठुलो मद्दत पुर्याउँछ यो 18वटा बिन्दुहरूले 那对我们修道办道的一个方向理念也可以很正确。 र हाम्रो ताउ अभ्यास र ताउ प्रचार प्रसारको एउटा मार्ग पनि चाहिँ नि सही भएर जान्छ यदि यो कुराहरू थाहा छ भने 甚至在很多种情况之下，你要渡人求道也好，法会也好，亲口也好，或者是法会暗设法人也好，都有很多的鲜活训文可以帮助我们。 अनि त्यसपछि जसुकै परिस्थितिमा पनि कुनै मान्छेलाई ताउ टिभीले बोलाउनु पर्यो अथवा चाहिँ उनीहरूलाई सेमिनार बसाउनको लागि हौसला दिनु पर्यो यी सम्पूर्ण अवस्था परिस्थितिमा चाहिँ नि कसरी बोलाउने मान्छेलाई भनेर ज्ञानहरू चाहिँ यो सूत्रमा लेखिएको छ 隐藏的。那这一章的修办道成图， यो चाहिँ नि हाम्रो ताउ अभ्यास र प्रचार प्रसारको चाहिँ नि एउटा चित्र छ यहाँनिर 我们看到后面那边有一张比较放大的。 पछाडिपट्टि उता पनि ठुलो टाँसेको छ नि होइन यहाँ पछाडिपट्टि ठुलो 那刚才所讲的所有的18种书证也都包含在里面。 अनि अघि भर्खरै गुरुले भन्नुभएका 18वटा बिन्दुहरू जुन छ त्यो चाहिँ नि यो सूत्रभित्र चाहिँ नि समावेश गरिएको छ 也就是鲜活的经训里面，它都是互通的。鲜活的经训都是互通的。 अनि बुद्धहरूको यो ओरेकल जुन छ यो चाहिँ नि एक अर्कामा चाहिँ जोडिएको हुन्छ क्या कनेक्टेड हुन्छ 很多时候都可以参照来看的。 अनि हामीलाई जसोसुकै परिस्थितिमा पनि हामीले त्यो सूत्र हेर्यो भने त्यसले हामीलाई केही न केही ज्ञान चाहिँ त्यो अवस्था अनुसार दिइरहेको हुन्छ 那我们今天就从第一篇学到的书来跟大家分享。 अब आज चाहिँ हामी पहिलो अनमोलता जुन छ ताउ अभ्यासको अनमोलता यसको बारेमा चाहिँ सुरु गर्नेछौँ 这篇是我们济公佛老师所批的 यो चाहिँ हाम्रो चिकङ जीवित बुद्धले दिनुभएको हो 是在2011年在我们台中道场所批示的。 थाइचोङ ताउ समाजमा चाहिँ नि सन् 2011 मा यो सूत्र चाहिँ नि लेखिएको थियो 那老师也曾经讲过， र प्रभुत्व गुरुले पनि हामीलाई भन्नुभएको छ 要学道就要真正的学。 ताउ अभ्यास ताउ सिकाइ गर्ने हो भने साँच्चैकै सिक्नुपर्छ 那什么叫做真学？ अब साँच्चैकै सिक्ने भनेको कस्तो हो त 老师说，博学笃志切问尽思身体力行，就是真学。 这个是 就是这个。 यसको अर्थ चाहिँ वास्तविक सिकाइ भनेको चाहिँ के हो भन्दाखेरि तपाईँले कुनै पनि कुरा सिक्दाखेरि चाहिँ गहिराइमा सिक्नु पर्यो अनि सिक्ने अठोट गर्नु भएको छ भने त्यो अठोटलाई चाहिँ निरन्तरता दिइराख्नु पर्यो र त्यो मार्गमा चाहिँ तपाईँ चाहिँ त्यो सत्य मार्गमा चाहिँ अन्तिमसम्म चाहिँ दौडिराख्नुपर्छ 也就是今天既然你要学到，就真正下功夫去学习。 त्यसैले आज अब हामी ताउ अभ्यास ताउको बारेमा सिक्ने नै हो भने हामीले त्यो सिक्नको लागि पनि एउटा कला सिर्जना गर्नुपर्छ 不是因为别人的鼓励我们才来， होइन अरू मान्छेले बोलायो भने मात्रै आउने 真正要去了解道为什么能够短短的时间传遍全世界。 त्यस्तो चाहिँ गर्नु भएन अब हामीलाई थाहा पनि छ कि ताउ किन यति छोटो समयमा चाहिँ संसारभरि चाहिँ अहिले मजाले फैलिएको छ त 为什么会有这么多人利用时间投入到修办的事业当中？ किन सबैजनाले चाहिँ नि आफ्नो जीवनमा चाहिँ नि समय मिलाएर ताउको बारेमा सिक्नुहुन्छ अध्ययन गर्नुहुन्छ 这些都值得我们去探讨的。 यी कुराहरू भनेको चाहिँ हामीले वास्तवमा एकचोटि सल्लाह गर्नुपर्ने अनुसन्धान गर्नुपर्ने कुराहरू हुन् 那不修习菩萨也说过， र कहिले पनि आरम्भ नगर्ने बोधिसत्वले पनि भन्नुभएको छ 学到学得真，正心诚意手中全。 ताउ अभ्यास चाहिँ नि एकदमै वास्तविक हुनुपर्छ अनि सम्पूर्ण कुराहरूको सत्य कुराहरूमा चाहिँ सत्य केन्द्रित हुनु जरुरी छ 真正你要学到，要发自内在诚敬的心来学习。 तपाईले वास्तवमै सिक्दाखेरि चाहिँ नि आफ्नो भित्रको वास्तविक मन प्रयोग गरेर चाहिँ नि असल विचारले सिक्न जरुरी छ 要了解人为何来到人世间， मान्छे किन यो जुनीमा मान्छेको यो चोला लिएर आएको हो भनेर खोज्नुपर्छ 那来到人世间有什么使命跟责任？ र अब हामी मानवीय चोला लिइराखेपछि हाम्रो उद्देश्य के छ त जिम्मेवारी के छ त 那我们身为一个人， र अब हामी मान्छे नै भएर जन्मिसकेपछि 应该要如何来做， कसरी मान्छेको भूमिका निर्वाह गर्ने त 然后让自己成为一个正人君子， ताकि हामी एउटा भद्र व्यक्ति असल व्यक्ति बन्न सकौं 能够圆满和谐家庭， र हामीले हाम्रो परिवारलाई आफ्नो जीवनलाई पनि सफलतापूर्वक निर्वाह गर्न सकौं 甚至进而能够造福全天下的众生。 र साथै यो संसारका सम्पूर्ण प्राणीहरूलाई पनि हामीले हौसला दिन सकौं मार्गदर्शन गर्न सकौं 那哪吒三太子也讲过，
文叫什么哪吒三太子是一个啊？这一个是黄仙，也是一个仙个大仙，嘿，小朋友的大仙。就是那个电影的。嗯，एउटा राजकुमार छ जसलाई चाहिँ नजा भन्छ यो चाहिँ नि सुरक्षाको देव पनि भनिन्छ क्या उहाँले पनि भन्नुभएको छ होइन 三太子说学道要成功，要有虚心，有自律。 ताउ अभ्यास ताउलाई सिक्दाखेरि चाहिँ नि यसरी सिक्नु पर्यो कि पछि त्यसको प्रतिफल पनि होस् तपाईँले त्यसको उपलब्धि पनि हासिल गर्न सकोस् 世间的道理很多， अब समयको सिद्धान्त धेरै नै छ 人的生命有限， अब मान्छेको जीवन आयु पनि त एकदमै सीमित छ नि 你要有一颗谦虚的心来学习。 त्यही भएर हामीले एकदमै नम्र र झुकाव हृदय राखेर चाहिँ सिक्न जरुरी छ 而且要发心，我无论如何一定要学会。 अनि सिक्दाखेरि चाहिँ नि यसरी मन दिनु पर्यो कि जसुकै परिस्थिति आए पनि म यो सिकाइलाई चाहिँ पुरा गरेर छोड्छु भन्ने भाव पनि राख्नुपर्छ 而不是一天过一天。 होइन एक दिन बिताए पछि गर्नुलाई फेरि अर्को दिन पनि बिच त्यसरी नै बित्छ 很多人抱着说我有来就好了， होइन अब कति धेरै मान्छेले चाहिँ म आए मात्रै भइहाल्छ भन्ने पनि सोच होला 如果是这样心态很难学得到。 यदि यसरी हामीले हेलचेक्राइको भावना राख्ने हो भने चाहिँ यस्तो परिस्थितिमा चाहिँ हामीले एकदमै कम सिक्न सक्छौँ 所以我们现在进入主题， त्यही भएर अब हामी आजको शीर्षकमा चाहिँ प्रवेश गर्नेछौँ 学到了学这个中文字， यो ताओ सिकाइको सिक्ने भन्ने जुन चाइनिज शब्द छ श्वे भन्ने 学上面是觉，下面是赤子的子， त्यो तपाईँले हेर्नुभयो भने त्यो फर्स्ट जुन छ नि रातो क्यारेक्टर त्यो माथिको जुन भाग जुन छ नि त्यो भनेको चाहिँ नि बिउजिएको हो अनि तलको जुन भाग छ नि त्यो भनेको चाहिँ नि शिशु बालक हो 也就是说我们今天要学的是天人之道。 त्यही भएर आज हामीले सिक्ने भनेको के हो त स्वर्गबाट प्राप्त गरेको महानता हो 今天要求的是，因为我们前世有修，累世有修， आज हामीले यो जुनीमा ताओ सिक्ने मौका प्राप्त गर्ने भनेको नि पहिलाको जुनीमा हामीले राम्रो कर्म सङ्कलन गरेको भएर हो 今生遇到大开普渡， र ठ्याक्कै यही जुनीमा चाहिँ हामी जन्मँदाखेरि चाहिँ नि ताओको व्यापक प्रचारको समय पनि अवधि आएको छ युग今 पनि आएको छ 今生才有机会遇到道来学道。 अनि सबै कुरा मिलिसकेपछि बल्ल यो जुनीमा चाहिँ हामीले ताओ पनि भेटेका छौँ ताओ सिक्ने मौका पनि पाएका छौँ 那求道当下已经告诉我们的佛性是具足的， अब हामीले ताओ टिका लिने त्यो दिनमा त्यो क्षणमा चाहिँ हामी भित्रको जुन बुद्ध प्रकृति छ नि यो चाहिँ अझै बिउजिएको हुँदैन 所以我们在平常的言行举止、应对进退，就要以我们的本性来应对。 अनि त्यही भएर हामीले चाहिँ हरेक दिन चाहिँ नि के गर्नु पर्यो भन्दाखेरि अभ्यासको मार्फतबाट चाहिँ नि आफूभित्रको मलाई पहिचान गर्नु पर्यो अनि त्यो वास्तविक प्रकृतिको प्रयोग गरेर चाहिँ नि हामीले आफूभित्रको मलाई उजागर पनि गर्नु पर्यो 不再用世俗的人心对待， अनि कुनै पनि कुराको समस्या आउँदाखेरि हामीले त्यसलाई चाहिँ नि मान्छेको मनले होइन कि आफूभित्रको वास्तविक मको मनले निहालेर हेर्नुपर्छ 一般的人心对待你对我好，我对你好， साधारणतयामा कुनै मान्छेले हामीलाई राम्रो छ भने उसलाई राम्रो गर्छ राम्रो छ भने राम्रो गर्दैन 那你对我不好，我也对你不好。 अब हामीले यदि उसले हामीलाई नराम्रो गर्छ भने हामी पनि उसलाई नराम्रो गर्छौँ 那佛菩萨的心不是这样子， तर बुद्ध र बोधिसत्वको मन भने यस्तो हुँदैन 佛菩萨的心是你对我好，我也对你好。 बुद्ध र बोधिसत्वको मन कस्तो हुन्छ भन्दाखेरि तपाईँले मलाई नराम्रो गरे पनि म उहाँलाई राम्रो नै गर्छु 那你对我不好，我对你更好。 तपाईँले मलाई राम्रो गरे पनि म तपाईँलाई अझ झन् राम्रो गर्छु 就像父母的对小孩子的心一样， आमा बुवाले चाहिँ आफ्नो बच्चालाई व्यवहार गरेको जस्तै मन चाहिँ नि हुन्छ 自己家的小孩如果很乖巧，父母会很疼爱。 अब आफ्नो घरको आमा बुवाको लागि चाहिँ यदि बच्चा ज्ञानी छ भने त बच्चाले त झन् धेरै माया गर्छ नि त होइन 如果调皮捣蛋的呢， अब यदि आफ्नो घरको बच्चा चकचके छ अलि चञ्चले छ भने 会花更多的心思去爱护他。 झन् अझ धेरै उसलाई चाहिँ ख्याल गर्छ माया गर्छ सम्झाउँछ सिकाउँछ 所以父母的心就如同是佛菩萨的心一样。 आमा बुबाको मनलाई चाहिँ नि कुनै कुनै केन्द्रबिन्दुबाट हेर्दाखेरि चाहिँ नि बुद्धहरूको मन जस्तोसँग भनेर दाच्न सकिन्छ 所以郑成功大仙也讲过， त्यही भएर अर्को एउटा सन्त हुनुहुन्छ चङ छङकोङ सन्त भन्नेले उहाँले पनि भन्नुभएको छ 他说今生我们能够求到，是因为经过3世以上的修行。 उहाँले नै के भन्नुभएको छ भने यो जुनीमा ताउ टिका लिन पाउनु भनेको त्यो मान्छेले पहिलाको 3 वटा जुनीमा चाहिँ सत्कर्म गरेको हुनुपर्छ
一世30年，3世就是90年，也就是说，我们今天能够得到都有90年以上的修行经历。 अब यदि हामीले एउटा जुनीमा मानौँ हामीले एउटा जीवनकालमा हामीले 30 वर्षको मात्रै अभ्यास गरेका छौँ, राम्रो कर्म गरेका छौँ भने पनि 3टा जुनीमा हिसाब गर्दाखेरि कम्तीमा पनि 90 वर्ष त हामीले राम्रो सत्कर्म गरेको हुनुपर्छ।那今生能够来开法会，超过5世以上的修行， अनि यो जुनीमा तपाईँले सेमिनार बस्न पाउनु भनेको चाहिँ पहिलाको 5 वटा जीवनकालमा चाहिँ तपाईँले अभ्यास गरेको हुनुपर्छ।那能够住在佛堂的最少修行7世以 र 上。 मन्दिरमा बस्नु पाउनु भनेको चाहिँ नि त्यो मान्छेहरूले पहिलाको 7 वटा जुनीमा चाहिँ अभ्यास गरेर पुण्य सङ्कलन गरेको हुनुपर्छ। 所以你们有住佛堂的超过7世以上的修行哦。 त्यही भएर आज मन्दिरमा बस्ने पाउनेहरू जो हुनुहुन्छ उहाँहरूले पक्कै पनि त्यति धेरै 7 वटा जुनीमा चाहिँ अभ्यास गरेको हुनुपर्छ। 那能够亲口吃素的，最少要经过10世以上的修行。 र यो जुनीमा शाकाहारी भएर बस्न सक्ने प्रतिज्ञा लिनु भएको मान्छेहरूले चाहिँ पहिलाको कम्तीमा पनि 10 वटा जुनीको अभ्यास गरेको हुनुपर्छ। 所以郑成功大人说啊，不要说难，不要说忙， त्यही भएर चाहिँ नि चङ छङपोङ सन्तले के भन्नुभएको छ भने तपाईँले गाह्रो छ भनेर कहिले पनि नभन्नु, म व्यस्त छु भनेर कहिले पनि नभन्नु। 说难说忙，难躲无常。 जतिसुकै गाह्रो भए पनि व्यस्तता भए पनि सबैजना मान्छेले त्यसबाट चाहिँ मुक्ति हासिल गर्न सक्छ। 所以常常我们讲师在联络班员上课的时候说，哎，我很忙啊，我没有空啊。 त्यही भएर कहिले कहिले अब मानव लेक्चरहरूले फोन गर्दाखेरि पनि तपाईँहरूले चाहिँ म त एकदमै बिजी छु, व्यस्त छु पनि भन्नु होला हैन। 如果当有一天躺在病床上了，你能说你很忙吗？ अब मानव कुनै परिस्थिति आएर तपाईँ बिरामी भएर एकदमै सिकिस्त भएर अस्पतालको बेडमै बस्नु पर्यो भने त्यतिखेर अब म व्यस्त छु भनेर भन्नु पाए त। 所以修道班道是要趁着年轻，趁着健康。 त्यही भएर ताव अभ्यास र ताव प्रचार प्रसार भनेको चाहिँ नि जवानी हुँदाखेरि र काम गर्न सक्ने क्षमता हुने बेलामा नै गर्नुपर्छ। 没有一个健康的身体，你能修道是办不了道。 यदि एउटा स्वस्थ शरीर छैन भने तपाईँले जतिसुकै चाहे पनि तावको प्रचार प्रसार गर्न सक्नुहुने छैन। 那我们白水圣地老前人也讲过， र हाम्रो भाइ सन्ती लाओ छेनले पनि भन्नुभएको छ, 他说啊，时时刻刻都要戒慎恐惧于分秒。 तपाईँले सास फेर्दाखेरि पनि हरेक सासमा पनि एकदमै सतर्क भएर सास फेर्नुपर्छ अरे। 要回光反省于当下， अनि हरेक क्षणमा चाहिँ तपाईँले आफूले हेर्नुपर्छ है, मैले कस्तो गरिरहेको छु, मैले ठिक 要即刻改过原律己。 अनि त्यसपछि कुनै पनि समस्या आउँदाखेरि एकदमै त्यसलाई चाहिँ मन दिएर सुधार्नु पर्यो, समाधान गर्नु पर्यो। 笑颜一善全福音。 अनि त्यसपछि परिस्थिति जतिसुकै कठोर भए पनि तपाईँले सत्यलाई चाहिँ कहिले पनि छोड्नु भएन। 也是告诉我们，你时时刻刻都要谨言慎行。 त्यही भएर हरेक क्षणमा चाहिँ हामीले एकदमै ख्याल गर्नुपर्छ भन्नु खोज्नु भएको। 有时候遇到一些人事物，都要回光返照，自我反省。 मानव हाम्रो जीवनमा त कोहीसँग केही लफडा हुन्छ, नराम्रो हुन्छ, त्यतिखेर हामीले चाहिँ आफूलाई निहाल्नुपर्छ। 有做错不圆满的地方，马上要改过。 यदि कतै हामीबाट को त्रुटि भएको छ भने सकेसम्म त्यसलाई पुरा गर्न खोज्ने, 听到一句好的话，马上去实行。 हैन। कुनै राम्रो कुरा सुन्नु भएको छ भने त्यो राम्रो कुरालाई त जीवनमा प्रयोग गर्नुपर्छ। 这是我们老前告诉，因为我们的生命时光很有限， चाहिँ हाम्रो लाउचानले भन्नुभएको, किनकि हामी सबैजनाको जीवनकाल एकदमै छोटो छ 什么时候要跟大家 say goodbye 不知道。 हैन। कतिखेर चाहिँ हामी बित्छौँ अनि कतिखेर हामीले बाई बाई भन्नुपर्छ भनेर हामीलाई थाहा हुँदैन नि त। 比如说，等我老了，等我赚到钱了，我再来修道， पछि पैसा धेरै कमाएपछि म अलिकति बुढो भएपछि म अभ्यास गर्छु नि भनेर नभन्नु, 不一定能够等得到。 किनकि त्यो उमेरसम्म पुग्ला भन्ने पनि ग्यारेन्टी हुँदैन। 那老师也讲过， र प्रभुत्व गुरु चिकन बुद्धले पनि हामीलाई भन्नुभएको 而 छ, 异地重逢生佛缘，一条金线永相连。 यो चाहिँ नि हामी सबैजनाले ताउटिका लिएको हुनाले चाहिँ हामी चाहिँ यो सुनौलो धागोको चाहिँ नि रेखामा हस्तान्तरणमा बसेर हामी एउटा ठुलो परिवारको रूपमा चाहिँ स्थापित भएका छौँ। 我们没有求道之前跟老师认识吗？ किनकि हामीले ताउटिका लिनु अगाडि त हामीले चिकन बुद्धलाई चिनेको थिएनौँ नि होइन।啊，什么时候遇到老师？ अनि कतिखेर भेट्यौँ त चिकन बुद्धलाई? 就是我们来佛堂求道的当下。 हामीले ताउटिका लिने त्यो क्षणमा नै हामीले चिकन बुद्धलाई भेटेका हुन्छौँ। 所以老师是借着点恩师打开我们生死玄关。 त्यही भएर चिकन बुद्धले चाहिँ त्यतिखेर गुरुको हात प्रयोग गरेर तपाईँलाई ताउटिका दिएर त्यो ढोका खोलिदिनु भएको। 所以讲到异地重逢，表示我们原本在礼天就跟老师认识的。 त्यही भएर चाहिँ नि
त्यो टीका लिने बेलामा चाहिँ के कुरा सम्झाएको हुन्छ भने हामी वास्तवमा चाहिँ स्वर्गमै भेटेका हौँ तर फेरि यहाँ बिर्सेर आयो भने तिमीलाई फेरि सम्झाएको हो भनेर भनिएको हुन्छ 那么来到人间流连6万多年，已经忘了回家的路。 अनि अब मानवीय चोलामा आइसकेपछि 60,000 वर्षसम्म हामी जन्मने मर्ने पुनर्जन्म चक्रमा फसिरहेका हुनाले हामीले बाटो बिर्सिसकेका हुन्छौँ 所以借着明师一指点，跟上天、跟老师这条线又连上了。 त्यही भएर यो पुनर्जन्मको चक्रबाट मुक्ति दिनको लागि प्रवक्त गुरुले जुन टीका दिनुहुन्छ नि त्यो टीका चाहिँ यही सुनौलो धागोबाट तानेर दिनुभएको हुन्छ 那这条线是回天的经线， र यो धागो सुनौलो धागो भनेको नै स्वर्गभित्र आउने धागो हो बाटो 所以要报道奉行了愿还。 त्यही भएर यो सुनौलो धागोलाई चाहिँ निरन्तर समातिराख्नु र प्रतिज्ञा र कर्तव्यलाई चाहिँ पूर्ण रूपमा पुरा गर्नु 我们平常有没有连线？连线 啊，就是跟这个金线 有没有跟上天、跟老师连线？ अब हामीले यो सुनौलो धागोको यो तावमा त हामी छौँ होइन अब हामीले चाहिँ बुद्धहरूसँग यो धागोमा सम्पर्क गरिरहेका छौँ कि छैनौँ त 有没有？好像有，好像没有。 अब कहिले कहिले जोडिया जस्तो पनि छ कहिले जोडिया जस्तो छैन पनि होला होइन 你们的手机有没有连线？ तपाईँहरूको मोबाइलमा कनेक्सन छ नि होइन 啊，有上线吗？ सिग्नल छ नि होइन सिग्नल छ नि त सिग्नल भएपछि हामीलाई त्यहाँ इन्टरनेट आउँछ होइन 哎，你有在使用网络，就是有上线。 इन्टरनेट चलाउनु भएको छ भने त्यहाँ कनेक्सन आयो 那如果没有使用呢？ यदि अब प्रयोग नै गर्नु भएको छैन भने 叫做待机。 待机就是有连线，但是没有用，等待。 भनेको चाहिँ कनेक्सन चाहिँ छ तर तपाईँले प्रयोग गर्नु भएन 很多道星求得到之后没有回来继续研究， त्यही भएर धेरै मान्छेले ताउ टिका लिइसकेपछि टिका चाहिँ लिनुभयो तर फर्केर आएर अभ्यास गर्नुहुन्न सिक्नु हुँदैन 虽然已经连线了，但是他没有上线。 अब त्यो हरेक ताउ टिका लिने मान्छे चाहिँ नि माथि स्वर्गसँग चाहिँ कनेक्सन भइसक्यो क्या उनीहरूको त्यो लिङ्क भइसक्यो 所以一直都是在待机当中。 तर त्यो डाटालाई चाहिँ प्रयोग गर्दैन अनि त्यसपछि यत्तिकै रुमल लिएर बसिरहेको छ क्या त्यो लिङ्क भए पनि प्रयोग नगरेको जस्तो देखियो 那你们使用网络会不会中毒？ 中毒会不会中毒有病毒？ 网络上会不会有病毒？ 什么病毒 一些不好的啊，要跟你删资料的啊，让你宕机的啊。 अनि अब जसरी हाम्रो कनेक्सनमा पनि हाम्रो पनि डाटामा इन्टरनेटमा त भाइरसहरू हुन्छ नि होइन 所以有病毒是不是要删除？ अब हाम्रो ताउ अभ्यासको कल्टिभेसनमा पनि त्यस्तो भाइरस हुँदाखेरि हामी त्यसलाई कसरी डिलिट गर्ने कसरी हटाउने त 那我们身上有没有病毒？ अब हाम्रो शरीरमा छ कि छैन भाइरसहरू भन्नुहोस् त 有没有 छ कि छैन 脾气毛病？ त्यो भाइरस भने कस्तो हो त विष राग 那就是我们身上的病毒。 यो चाहिँ हाम्रो शरीरको नराम्रो भाइरसहरू नराम्रो रोगहरू 所以今天你要修道回天， त्यही भएर आज हामीले ताउ अभ्यास गरेर स्वर्ग जानुपर्ने उद्देश्य छ 就要把这些病毒给删除。 त्यही भएर यी सम्पूर्ण रोगहरू भाइरसहरू जुन छ यसलाई चाहिँ हामीले ठाल्नुपर्छ डिलिट गर्नुपर्छ 所以学道目标就是要绝。 त्यही भएर ताउ अभ्यासको ताउ सिकाइको उद्देश्य भनेको चाहिँ नि ब्युजन हो 今天修道学道不是为了增加知识， आज हामीले ताउको बारेमा अभ्यास गरिरहेका छौँ त्यो भनेको चाहिँ हाम्रो बौद्धिक विकास मात्रै गर्नु होइन 是要唤醒我们本来具足的这份智慧。 त्यो अभ्यासले चाहिँ नि हामीभित्रको म जुन छ त्यसलाई चाहिँ नि बिउजाउन सक्नु पर्यो 学道的本质就要回到我们的一个赤子之心。 अनि सिकाइको चाहिँ नि एउटा भाव भनेको चाहिँ के हो भने हामीले पहिलाको सानो बेलाको जुन मनको अवस्था जुन छ एकदमै निश्चल भाव त्यो भावमा चाहिँ फर्किनु हो 就像小 baby 一样，没有分别，没有对待。 जस्तै सानो भर्खर जन्मेको बाबु नानीहरूलाई त यो गलत हो त्यो सही हो भन्ने केही पनि थाहा हुँदैन नि त 那是最纯真、最没有污染的情况。 जुन अवस्थामा चाहिँ नानी बाबुहरू एकदमै शुद्ध हुनुहुन्छ त्यतिखेर कुनै पनि उसको मनमा चाहिँ नि लोभ लाभहरू कुनै पनि भाइरसहरू हुँदैन 所以就是要把我们心灵上垃圾给去除掉。 त्यही भएर हामीले पनि आफ्नो शरीरभित्र भएका सम्पूर्ण यस्ता भाइरसहरू चाहिँ निकालेर फाल्नुपर्छ 那老子《道德经》讲：“天道无亲，常与善人。” र लाउत्सुले पनि भन्नुभएको छ कि स्वर्गले कुनै पनि कसैलाई पनि चाहिँ नि त र ममा चाहिँ भेदभाव गर्दैन 所以，我们今天能够遇到道，
त्यसैले आज हामी सबैले यो ताउ लिने मौका प्राप्त गरेका छौँ, 能够求到， ताउ टिका लिने एउटा अवसर प्राप्त गरेका छौँ। 是因为前世累世有修， यो पक्कै पनि पहिलाको जुनीमा धेरैवटा राम्रो कर्महरू सङ्कलन गरेर 今生才能够遇到道， हुनुपर्छ अनि बल्ल यो जुनीमा चाहिँ यो ताउ बेचिएको हो। 能够更进一步参与学道修道。 अनि त्यही भएर अझै हामीले एक स्टेप अगाडि बढेर यसलाई सिक्नुपर्छ, अभ्यास गर्नुपर्छ। 但是得道容易，修道难。 तर ताउ टिका लिन सजिलो भए पनि अहिलेको समयमा अभ्यास गर्न भने चाहिँ अलिकति कठिनाइ नै छ, गाह्रो नै छ। 因为你要改变自己 किनकि अभ्यास भनेको त आफूले आफूलाई बदल्नुपर्छ। 一些脾气毛病不好的习惯要改变， तपाईँको नराम्रो बानीहरू, रिसहरू सबै बदल्नु पर्यो नि त। 各位容易吗？ सजिलो छ भन्नुहोस् सबैजनालाई? सजिलो छ? 我就会讲啊，学坏3天，学好要3年了。 अब नराम्रो कुरा सिक्न छ भने 3 मिनेटमा सिकिन्छ होला, तर राम्रो कुरा सिक्नलाई 3 वर्ष लाग्छ कम्तीमा पनि। 因为这都是一些不良的习惯， किनकि यो चाहिँ नि नराम्रो किसिमको यस्तै छ क्या हाम्रो मानवीय व्यवहार के नराम्रो कुरा चाहिँ हामी छिटै सिकिहाल्छौँ। 你要拿出你的智慧跟决心才能够去改变。 त्यही भएर कुन चाहिँ कुरा राम्रो र कुन चाहिँ कुरा नराम्रो भन्नको लागि चाहिँ नि आफ्नो बुद्धि र विवेकको प्रयोग गरेर छुट्याउन सक्नुपर्छ। 那我们学到的最终极目标是要启发我们的天理良心， अनि सिकाइको अर्को एउटा उच्चतम तहको उद्देश्य भनेको पनि आफूभित्रको वास्तविक म जुन छ, बुद्ध प्रकृति जुन छ, त्यसलाई उजागर गर्नु हो अथवा बिउजाउनु हो अथवा निर्वाण प्राप्ति गर्नु। 我们今天学到不是在向外炫耀， आजको हामीले मन्दिरमा ताउको बारेमा सिक्नु भनेको चाहिँ मान्छेलाई देखाउनुको लागि मात्रै होइन, 不是跟别人讲我懂得很多， होइन अरूलाई चाहिँ मलाई त यो थाहा छ, मलाई त त्यो थाहा छ भनेर सिकाउन देखाउनको लागि सिकेको होइन। 我知道回天之路，你们都不知道。 मलाई स्वर्ग जाने बाटो पनि थाहा छ, तिमीलाई थाहा छैन भनेर देखावटीको लागि होइन। 最终你要能够认清你自己， आज हामीले अभ्यास गरेको भनेको चाहिँ नि आफूले आफूलाई चिन्नको लागि हो। 我们本来就是佛， हामी वास्तवमा नै एउटा बुद्ध थियौँ, 我们本性就是善良的， हामी भित्रको आत्मा जुन छ, चित्त, त्यो चाहिँ एकदमै राम्रो थियो वास्तवमा। 所以在日常生活当中，天理良心要做主。 त्यही भएर आफ्नो दैनिक जीवनमा चाहिँ नि यी दुईटा कुराहरूलाई आफूले आफ्नो नियन्त्रणमा राखेर चाहिँ अभ्यास गर्न सक्नु पर्यो। 知行要合一， तपाईँको व्यवहार र तपाईँको सोचमा चाहिँ नि एकाग्र हुनु पर्यो, एउटै हुनु पर्यो। 不要在佛人听的都很好很好，结果回去什么都没做。 मन्दिरमा चाहिँ एकदम राम्रो छ, एकदम राम्रो छ, एकदम राम्रो कुरा भनेर तारिफ गर्ने, तर घर गएर चाहिँ त्यो कुरालाई कार्यान्वयन नगर्ने। 这样就枉费你来学道了。 यस्तो भयो भने चाहिँ पछि अभ्यास गर्न गाह्रो हुन्छ। 所以走入修行这条路，最关键是你要能够看破放下。 त्यही भएर ताउ अभ्यासको र यो आध्यात्मिक क्षेत्रको जुन अभ्यास जुन छ, यसको साँचो चाहिँ के रहेछ भन्दाखेरि अभ्यास गर्दाखेरि हामीले बाहिरीको भौतिक संसारका यी तडक भडकबाट चाहिँ हामीले स्पष्ट रूपमा देख्न सक्नुपर्छ। 但是你没有这个觉，你就没办法看破。 तर अब यस्तो भौतिक संसारबाट हामीले यो भुल भलाइबाट कसरी बाहिर देख्ने भन्दाखेरि त 你看不破就看不透。 यसको लागि चाहिँ पहिला सुरु तपाईँ आफू बिउजिएको हुनुपर्छ। आफू बिउजिएको छ भने बल्ल तपाईँले ती यस्ता भ्रामक संसारहरूबाट तपाईँले त्यसलाई निहालेर हेर्न सक्नुहुन्छ। 看不透你就放不下。 अब फेरि आफू बिउजेको छैन भने भौतिक संसारमा नै हराइन्छ। भौतिक संसारमा नै रुमल्यो भने हामीले संसारभन्दा बाहिर कुरालाई सोच्न सकेनौँ। 放不下你就忘不了。 अनि त्यसपछि हामी यही संसारमा रुमलिरहन्छौँ अनि त्याग्न पनि सक्दैनौँ, उम्किन पनि सक्दैनौँ। 忘不了你就想不开。 अनि त्यसपछि यही संसारमा बसिसकेपछि हामीले आउट अफ द बक्स भन्छ नि, त्यो कुरा चाहिँ हामीले सोच्न सक्दैनौँ। 很多道心讲我在家里逍遥自在，为什么要来这里做了这么端正听课？ होइन अब कतिपय मान्छेले म त घरैमा बसिहाल्छु नि, घरैमा बसेर सिकिरहेको छु, किन यत्रो दुःख गरेर मन्दिरमा आएर बस्नुपर्ने भन्नुहुन्छ। 又不能打瞌睡，又不能翘脚， होइन अब मन्दिरमा आइसकेपछि सुत्नु पनि मिल्दैन र खुट्टा पनि यसरी क्रस गरेर बस्नु पनि मिल्दैन। 因为今天你要学到，就要学一个正人君子。 किनकि आज हामीले ताउ सिक्नु भनेको चाहिँ एउटा भद्र भलाद्मी को गुण सिक्नु हो। 一些不好的习惯毛病都要去除掉。 नराम्रा रिस बानीहरूलाई चाहिँ हामीले त्यागेर खानुपर्छ। 但是学到的过程有很多的考验， तर ताउ सिक्ने क्रममा अवश्य पनि धेरै किसिमका समस्याहरू चाहिँ आइपर्छ है। 老师说有顺考、有逆考、颠倒考、智慧考。 होइन अब कतिपय ठाउँमा चाहिँ नि धेरै सजिलो भएर पनि त्यहाँ पनि परीक्षा भइरहेको हुन्छ, कतिपय ठाउँमा चाहिँ धेरै गाह्रो भएर परीक्षा हुन्छ, कसैको जीवनमा चाहिँ धेरै राम्रो, कहिले राम्रो कहिले नराम्रो दुवै पनि हुने गर्छ। 但是只要我们以真知、以觉为师， तर मात्र हामीले चाहिँ नि एउटा आध्यात्मिक सत्य, आध्यात्मिक ज्ञान र आफू बिउजिएको म प्रयोग गरेर 能够定性见智，就不会受到外在的干扰。
आफ्नो उद्देश्यलाई चाहिँ अडिग राख्नु पर्यो अनि बाहिरी वातावरणको असरलाई चाहिँ नि आफ्नो उद्देश्यमा चाहिँ नि असर गर्न दिनु भएन 所以修行路上这4种考验， त्यही भएर ताल अभ्यासको यो यात्रामा चाहिँ नि 4 किसिमका परीक्षाहरू आउँछन् रे 都是我们在修行过程当中可能遇到的一些困难。 जुन चाहिँ नि हामीले अभ्यास गर्ने क्रममा चाहिँ नि केही भोगेका समस्याहरू हुन सक्छन् 比如说顺考， पहिलो एकमा चाहिँ नि तपाईको जे पनि राम्रो होस् भनेको कुरा चाहिँ सरर मिल्ने 你的外在环境都很顺遂， तपाईको घर वातावरण सबै राम्रो छ 有财富、有名声、有地位， सम्पत्ति पनि छ नाम पनि छ काम दाम सबै छ 人人赞美你， सबैजनाले तपाईँलाई तारिफ गर्छ 这个时候就很容易生出骄傲的心。 अनि यस्तो बेलामा चाहिँ नि सबै कुरा मिलेको मान्छेहरूलाई चाहिँ नि घमण्ड छिटै स्थापना हुन्छ 就不会想要再向上学习， अनि त्यस्तो मान्छेहरूले चाहिँ नि आफू धेरै घमण्डीको भाव आइसकेपछि अझै सिक्नुपर्छ भनेर झुकावको चाहिँ हुँदैन 这是一种温水煮青蛙的考验。 त्यही भएर यो भनेको चाहिँ नि कस्तो हो भने इनार जस्तो हो जहाँ अड्किरहन्छ मान्छे निस्किन गाह्रो हुन्छ नि होइन 什么叫温水煮青蛙？知道吗？ 这个要解释的啊，你看，如果说一锅子的水啊放在瓦斯炉上面， 嗯 如果是冷水，青蛙放在上面，它不会跑掉。 嗯 你慢慢煮，慢慢煮，煮到什么时候死了，它也不知道。 यो चाहिँ गुरुले एउटा उदाहरण कस्तो दिइराख्नु भएको छ भन्दाखेरि अभ्यासको क्रममा सधैँ राम्रो भइराख्यो भने जुन घमण्ड आउँछ भन्नुभयो यो कस्तो हुन्छ अरे भन्दाखेरि एउटा ठुलो भाँडामा चाहिँ पानी राख्नुभयो त्यसमा भ्यागुता पनि राख्नुभयो अनि तताइराख्नु भयो भने त्यो भ्यागुता पानी पनि तातो हुँदै गर्छ धेरै तातो हुन्छ नि त पछि अन्तिममा त त्यो भ्यागुता अन्तिममा गएर मर्छन् क्या तर उसलाई थाहै हुँदैन अरे त्यो पानी चाहिँ तातिरहेको छ म भाग्नुपर्छ भनेर उसलाई थाहै हुँदैन अरे क्या 如果是一锅热水，青蛙下去马上逃走， तर एउटा चिसो पानीमा चाहिँ नि होइन तातो 81 राखा छ भने चाहिँ त्यो भ्यागुता फेरि उफ्रेर भागिहाल्छ तर भ्यागुतालाई सँगै राखेर तताइरहेको छ भने चाहिँ उसलाई थाहै हुँदैन अरे क्या 也就是在不知不觉当中消磨掉你的心。 त्यही भएर यस्तो अवस्थामा जतिखेर हामीलाई सबै कुरा मिलिरहेको हुन्छ नि त्यतिखेर हामीले आफूभित्रको मलाई चाहिँ नि बिर्सिएका हुन्छौँ 第二个是逆考， अनि दोस्रो भनेको चाहिँ एकदमै दुःख आइपर्ने 比如说贫困啊、疾病啊，什么都不顺遂啊，受到很多打击啊，甚至众叛亲离啦。 होइन अब मानव कस्तो दुःख हुँदाखेरि तपाईँ एकदमै गरिब हुनुहुन्छ खालि रोग आएकै गर्छ घरमा चाहिँ समस्या आएकै गर्छ होइन जता गए पनि तपाईँलाई मात्रै एकदमै नमिलेको न्याय नपाएको जस्तो भाव हुने अनि सबैजनाले तपाईँलाई हेर्ने खालको पनि हुन्छ 很多人说我修到这么苦，我不修了。 होइन अनि त अभ्यास गर्दाखेरि यस्तो दुःख रहेछ म अभ्यास गर्दिनँ पनि भन्छ कति 他不知道这叫做考验， होइन वास्तवमा चाहिँ अभ्यासको क्रममा यो पनि के हो त एक किसिमको परीक्षा हो 甚至有些道亲很可爱， अब कुनै कुनै ताउसले चाहिँ एकदमै क्युट हुनुहुन्छ अरे 刚求完道出去骑脚踏车跌倒的时候，哎呀，我都不求到就不会跌倒啊。 अनि कतिपय मान्छेहरू चाहिँ कस्तो क्युट भन्दाखेरि त्यो मान्छेले आज आएर टिका लायो अनि टिका लाएर जाँदाखेरि घर जाँदाखेरि साइकलमा गएर चाहिँ अनि टक्क लडेर आज म टिका नलाएको भए म लड्ने नै थिएन भन्छ अरे 他没有想过，如果他没求到，可能摔得更大力啊。 सायद उसलाई थाहा नभएको पनि हुनसक्छ उसले ताउ टिका नलिएको भए उसको त्यो चोट अझै गम्भीर पुग्ने थियो कि होइन 所以这也是一种考验， त्यही भएर यस्ता यस्ता परीक्षाहरू पनि आइपर्छ 看我们的心能不能在这样的一个困境、绝境当中，一样不忘初心。 त्यही भएर राम्रो हुँदाखेरि पनि नराम्रो हुँदाखेरि पनि तलमाथि उताचढा हुँदाखेरि पनि हामीले चाहिँ अभ्यासको यो अठोट उद्देश्यलाई चाहिँ नि निरन्तर कायम गर्छौँ कि गर्दैनौँ भन्नेमा भर पर्नु हो 无论怎么样环境，你都要修到。 जस्तो सुकै परिस्थिति आए पनि अभ्यासलाई निरन्तरता दिनुपर्छ 第三种叫颠倒考， अनि तेस्रो भनेको चाहिँ नि जीवनमा उतार चढाव 也就是外在环境很复杂，是非颠倒， भनेको तपाईँको बाहिरी तपाईँको जीवनको चाहिँ वरिपरिको वातावरण एकदमै खतम छ होला पनि होइन भन्ने हल्लामा तपाईँलाई चाहिँ त्यस्तै खालको एउटा वातावरण पनि छ भने 甚至好心没好报，遭遇恩将仇报，事情很多。 वरिपरिकै मान्छे एकदमै खतम छ भने कहिले कहिले के हुन्छ भने तपाईँले राम्रो काम गर्दाखेरि पनि तपाईँलाई चाहिँ नि मान्छेले नराम्रै भन्छ 很多人就会为了这样说，哎呀，善事不能做啊。 अनि त्यो मान्छेले के लाग्छ भन्दाखेरि अहिलेको जमानामा त राम्रो भएर हुँदैन रहेछ भनेर सोध्छ उसले 这也是在考验我们的定力。 वास्तवमा त्यो पनि हाम्रो मनको एउटा परीक्षा हो
如果你做一件善事，做了就把它放下了， तपाईँले अब राम्रो काम गरिदिनु भयो कसैको लागि भने त्यो काम त्यही छोडिदिनु त्यो प्रतिफलको आश नगर्नु 没有去想要对方回报你， होइन अब तपाईँले राम्रो काम गरिदिनु कसैलाई सेवा गरिदिनु भयो तर उसले पनि मलाई अब धन्यवाद दिनुपर्छ भने त्यो सोच पनि नराखिराख्नु 就不会有这些事情发生。 यदि त्यस्तो सोच राखेनौ भने हामीलाई कुनै पनि समस्याहरू आउने छैन 如果说，哎，我对你好，你也一定要对我好， अब मैले तिमीलाई राम्रो गाएछ तिमीले पनि मलाई राम्रो गर्नुपर्छ है भन्नु पर्यो 但是往往就会受到打击。 होइन त्यस्तो भयो भने चाहिँ के हुन्छ फेरि त्यहाँनिर मनमुटाव हुन्छ अनि झगडा हुन्छ 而且啊，我们很多道亲已经习惯了坛主讲师对他的好， अनि अब विशेष गरेर वक्ताहरूलाई टेम्पल होस्टहरूलाई चाहिँ अब सबैजनाले राम्रो भनेको स्वीकारेको बानी बसिसकेका हुनसक्छ 我们曾经有一个讲师啊，成全一个道亲， एकजना वक्ता हुनुहुन्थ्यो उहाँले चाहिँ नि एउटा नयाँ ताउ सदस्यलाई चाहिँ नि हौसला दिँदै हुनुहुन्थ्यो 成全他读5年的班， उहाँलाई 5 वर्षको कक्षामा चाहिँ सहभागी हुनु भनेर चाहिँ हौसला दिइराख्नु भएको रहेछ 每次都用车子载他来上课， हरेकपल्ट चाहिँ नि आफ्नो गाडीमा गएर उहाँलाई लिएर आएर मन्दिरमा ल्याउनु हुँदो रहेछ 都还带早餐给他吃。 कहिले कहिले त बिहान खानेकुरा पनि लगेर दिन्थ्यो अरे 然后有一天因为比较忙，没有去载他， एक दिन चाहिँ उहाँ एकदमै व्यस्त हुनु भएछ हामीलाई लिन जानु भएनछ 这道亲就不来了， अनि त्यो ताउ सदस्य चाहिँ मन्दिरै आएनछ 就开始怪他的引导师。 अनि त्यो ताउ सदस्यले चाहिँ नि मेरो यो लेक्चररले मलाई बोलाएन यताउति भनेर दोष लाउन थालेछ 说对他不好， अनि त्यो लेक्चररलाई त मन पराउनु छोडेछ 所以他很生气。 अनि एकदमै रिसाएछ 你说这样的修道人有用吗？ हेर्नुहोस् त अब यस्तो सोच राख्ने मान्छेहरू छ भने अभ्यासमा हामीले उपलब्धि प्राप्ति गर्छौँ त 已经忘了修道的初衷， होइन अभ्यासको आधारभूत कुरा नै हामीले बिर्सिसकेपछि के अभ्यास गर्ने त 好像别人对他好是应该的， होइन अरू मान्छेले मलाई राम्रो गर्नुपर्ने त्यो त साधारण कुरा हो त्यस्तै हुनुपर्छ भन्ने सोच मान्छेको मानसिकतामा भइसकेको रहेछ 天底下没有所谓应该的事情， होइन यो आकाशभन्दा मुनि यो पुरै संसारभरि चाहिँ नि कुन चाहिँ कुरा कस्तो हुनुपर्छ यस्तै हुनुपर्छ भन्ने काहीँ पनि लेखा छैन 所以别人对我们好，我们要记在心里面，什么时候有机会要回报。 यदि अरू मान्छेले हामीलाई राम्रो गर्छ भने त्यसलाई कहिले पनि नबिर्सिनु गुणलाई नबिर्सिनु र मौका आउँदाखेरि उनलाई पनि राम्रो गुण दिनु 那别人对我们不好，你要去想是不是有你哪个地方做的不圆满， अनि अरू मान्छेले तपाईँलाई नराम्रो गर्छ भने त्यतिखेर चाहिँ आफूले आफूलाई नै सोध्नुहोस् न मैले पो कतै गल्ती गरेँ कि मबाट कुनै त्रुटि भयो कि 而不是想着去怪罪别人。 होइन अब बरु अरू मान्छेलाई दोष दिनुभन्दा आफूले आफूलाई निहालेर हेर्नु होला 第4个叫智慧考， अनि चौथो भनेको चाहिँ नि विवेक बुद्धि र ज्ञानी मान्छेहरूको पनि एउटा चाहिँ के हुन्छ परीक्षा हुन्छ अरे 现在外界啊千门万教， अब अहिले तपाईँले हेर्नुभयो भने कति धेरै च्याउ फैलिए जस्तै चाहिँ नि धर्महरू फैलिएका छन् 各种法门千奇百怪， कति कति धर्महरू यो धर्म त्यो धर्म गुरु त्यो के छ अहिले 有的人说你身体不好，来我头摸一摸就好了。 होइन अब तपाईँलाई एकदमै बिरामी भइरहेछ अनि ल आउनु आउनु तपाईँलाई म टाउको छोएर ठिक पारिदिन्छु भन्छ 你没有生意来，我介绍你生意做，让你赚钱。 अनि त्यसपछि तिमीसँग बिजनेस छैन भने ल तिमीलाई म बिजनेस गर्न सिकाउँछु पनि भनेर भन्छ 或者说你带10个人来，我让你当讲师， अथवा ल तिमी 10जना मान्छे लिएर म तिमीलाई यहाँको चाहिँ नि एउटा ठुलो पद दिन्छु भनेर पनि भन्छ 你带100个人来，我给你当点传师。 होइन तिमी 100 जना मान्छे बटुले लिएर तिमीलाई म यो ठाउँको एउटा गुरु बनाइदिन्छु पनि भन्छ मान्छेहरूले 那这样各位去吗？ अब यस्तो भनेको छ भने तपाईँ जाने कि नजाने त्यस्तो धर्म 这都是不实在的， यो त अब साधारण कुरा भयो नि यो त अवास्तविक भयो नि त यस्ता कुराहरू 不是真正脚踏实地的修行， किनकि त्यो त वास्तविक अभ्यास नै भएन नि त 这是考验我们的智慧。 त्यही भएर आफ्नो बुद्धि र विवेकलाई पनि कहिले कहिले भगवानहरूले यसरी परीक्षा गरिदिनुहुन्छ अरे क्या 你能不能破除这些迷信不着相？ यस्ता टडक भडक गर्ने अनगिन्ती धर्महरूको सञ्जालबाट तपाईँ बस्नुहुन्छ कि बुझ्न भनेर तपाईँको बुद्धिलाई पनि यसरी चेक गरिन्छ कहिले कहिले 如何来破除这4种考验？ अब यी 4 किसिमका भर्खरै भनिएका समस्याहरूलाई कसरी हामीले चाहिँ पार गर्ने त 就是要以觉为师，定性见智。 पहिलो कुरा भनेको चाहिँ नि बिउजिनु पर्यो अनि बिउजिएको मान्छेले चाहिँ नि यी सम्पूर्ण समस्याहरूको पार गर्न सक्छ 所以师父引进门，修行在个人。就是师父引你进来，修行还是在你自己。 अब तपाईँहरूलाई मन्दिरमा ल्याउनुको लागि त पक्कै पनि तपाईँको परिचयकर्ता जमानीकर्ताले ल्याएको हुनुपर्छ होइन तर मन्दिरमा ल्याइसकेपछि अभ्यास गर्ने जिम्मेवारी भनेको त्यो चाहिँ तपाईँको आफ्नै हो 知道了回天这条路，还是要靠你自己去走。 अब यो स्वर्ग जाने बाटो पनि हामीले थाहा पायो सुनौलो धागो पनि हामीले थाहा पायो भने तर जानुपर्ने हिँड्नुपर्ने व्यक्ति चाहिँ हामी आफै नै हो 个人吃饭，个人饱。 जो मान्छेले खान्छ त्यही मान्छेको पेट भर्छ
没有人能帮你保的。 अरू मान्छेले खाएर तपाईँको पेट भर्ने भन्ने हुँदैन। 所以遇到外在的环境，不管是好的不好的， त्यही भएर बाहिरी वातावरणको असर आउँदाखेरि चाहे त्यो राम्रो असर होस् अथवा नराम्रो असर होस्, 你能不能不动心，坦然面对？ तपाईँभित्रको मन जुन छ त्यो चाहिँ अडिग रहनु पर्यो, त्यसमा चाहिँ कुनै पनि परिवर्तन अथवा हलचल हुनु भएन। 哦，拿出你的智慧来应对。 अनि आफ्नो विवेक प्रयोग गरेर चाहिँ नि ती समस्याहरूलाई समाधान गर्नुहोस्। 所以《金刚经》里面讲说，不取一相，如如不动。 त्यही भएर डायमन्ड सूत्रमा पनि के भनेको छ भने बाहिरीका भौतिक संसारका कुराहरूमा चाहिँ नि नअड्किनुहोस् अनि आफूभित्रको अटलतापट्टि चाहिँ एकदमै अडिग रहनुहोस्। 所以，当我们内心有这个如如不动的心，外在的风雨考验，就是对你不会造成干扰。 त्यही भएर आफूभित्रको मन र उद्देश्य जुन छ त्यो चाहिँ नि हिमाल जस्तो अटल र अडिग रहेको छ भने बाहिरका जतिसुकै समस्या आए पनि तपाईँलाई त्यसले हल्लाउन सक्ने छैन। 但是最主要是你要先认清你遇到的这些是属于哪一种考验。 तर पहिला सुरु त तपाईँको जीवनमा समस्या आउँदाखेरि ती समस्याहरू अहिले भर्खरै भनेका 4 प्रकारमध्ये कुन चाहिँ प्रकारमा पर्छ भनेर तपाईँलाई थाहा हुनु पर्यो। 如果用我们智慧来面对它， यदि हामीले आफ्नो बुद्धि र विवेक प्रयोग गरेर ती समस्याहरूलाई चाहिँ नि हेर्यौँ भने 那我们老师天然古佛也讲过， हामीले त्यसलाई समाधान गर्न सक्छौँ हैन। र हामीलाई हाम्रो थिएनरान कुफोले पनि भन्नुभएको छ, प्रबुद्ध गुरु थिएनरान कुफोले, 自信如如本清净，尘土不沾入经营。 हामी मान्छेभित्रको वास्तविक म अथवा बुद्ध प्रकृति चाहिँ नि एकदमै शुद्ध हुन्छ, पवित्र हुन्छ अनि कुनै पनि धुलो लागेको हुँदैन। हेर्दाखेरि चाहिँ एकदमै क्रिस्टल जस्तो चाहिँ चल्किरहेको हुन्छ, चम्किरहेको हुन्छ। 我们的记性本来就是清净的， वास्तवमा हामी भित्रको आत्मा अथवा चित्त चाहिँ नि एकदमै शुद्ध, सफा, पवित्र हुन्छ। 就像一面的镜子， जस्तै तपाईँले ऐनामा हेर्नु भयो भने जिउ त्यो सबै देखिन्छ नि 本来是很光明透亮的， हैन, जुन चाहिँ नि एकदमै उज्यालो छ, किरणयुक्त छ। 但是你放着慢慢沾染到一些灰尘尘土， तर हामीले चाहिँ नि यो परिस्थितिले गर्दाखेरि, समस्याले गर्दाखेरि, धुलो धुवाले गर्दाखेरि चाहिँ त्यो प्रकृति चाहिँ नि धुलो लागेको छ। 你看你照镜子的时候，如果上面一层灰，你看得出来里面的人吗？ अब ऐनामा पनि यदि फोहोर छ भने त हामीले आफ्नो आवृत्ति देख्नु भएन नि त हैन ऐनामा। 也就是要把这些灰尘给去除掉。 त्यही भएर त्यो फोहोरहरूलाई हामीले सफा गर्नु पर्यो। 那我们今天修道，就是要把我们这脾气毛病等于这些灰尘都给去除掉。 त्यही भएर आज हामीले ताव अभ्यास गर्ने क्रममा पनि त्यो ऐनामा लागेको फोहोर जस्तै हाम्रो शरीरमा लागेको ती फोहोरहरू, रिस, राग, नराम्रो बानीलाई चाहिँ हामीले चाहिँ उखेलेर 才能够显出你光明的自信。 अनि बल्ल त्यो सफा ऐनामा पूर्ण आकार देखाए जस्तै हामी भित्रको वास्तविक म पनि उजागर भएर आउँछ। 所以白羊修士这个时候能够修道，能够学道，是自己根基缘分好。 त्यही भएर अहिलेको यो श्वेत युगका समयमा ताव टीका लिएर अभ्यास गर्नु पाएका अभ्यासकर्ताहरू जो हुनुहुन्छ, तपाईँहरूले यो महानता अभ्यास गर्नु पाउनु भनेको चाहिँ तपाईँहरूको पहिलाको धेरैवटा आध्यात्मिक जड चाहिँ नि बलियो छ भन्ने कुरा स्पष्ट हुन्छ। 所以要把握这样的机会，真知力行，才能够回归本来。 त्यही भएर यो मौकालाई चाहिँ नि हामीले खेर खान दिनु हुँदैन अनि आफ्नो व्यवहारलाई चाहिँ नि विचार अनुरूप एकाग्र गर्नुपर्छ अनि बल्ल हामी वास्तविक घर फर्कन सक्छौँ। 所以《中庸》里面也讲过， त्यही भएर मध्यमिका सूत्रमा पनि भनिएको छ, 有生而知之者，或者学而知之者。 कतिपय मान्छेहरूलाई चाहिँ नि पहिल्यैदेखि थाहा हुन्छ, कतिपय मान्छेहरू चाहिँ नि सिकेर थाहा हुन्छ, अर्थात् पढेर पनि जानिन्छ, पढेर पनि जानिन्छ। 或者困而知之者， भने कतिपय मान्छेहरूले चाहिँ दुःख र सङ्घर्षबाट पनि ती ज्ञानहरू प्राप्त गरेका हुन्छन्। 但这些知都是一样的。 तर जस्तो सुकै माध्यमबाट हामीले थाहा पाएपछि पनि अन्तिममा पाएको त्यो ज्ञान चाहिँ वास्तवमा सबैको एउटै ज्ञान। 那有安而行之，有利而行之。 अब यो चाहिँ मान्छेको उसभित्रको चाहिँ नि यो बानी व्यवहारबाट भर पर्छ। कुनै कुनै मान्छेले चाहिँ नि सरलतापूर्वक तावको अभ्यास गर्छ, कुनै कुनै मान्छेले चाहिँ नि फाइदा देखेको छ मात्र अभ्यास गर्छ, 也有勉强而行之的。 अनि कुनै कुनै मान्छेलाई फेरि एकदमै जबरजस्ती गर्नुपर्छ कि उसलाई, अनि मात्रै उसले सिक्छ, कुनै कामहरू गर्छ। 但最后的成功都是一样的。 तर जसरी अभ्यास गरे पनि अन्तिममा पुग्ने त्यो गन्तव्य भनेको चाहिँ सबैको एउटै हो। 也就是说，每一个人不管你的外在环境如何，
अब तपाईहरु हरेक मान्छेको आफ्नो दैनिक जीवन आफ्नो घर परिवारको वातावरण जसुकै किन नहोस् 你都去学，都去做， तर तपाईले गएर सिक्नु भइरहेको छ अभ्यास गरिराख्नु भएको छ व्यवहारमा उतारिराख्नु भएको छ 同样可以成功。 भने तपाईहरु अवश्य पनि सफल हुन सक्नुहुन्छ 所以你看，人生100年只有36000日， 36000这什么意思100年是这36000天。 ए 100 वर्ष भनेको चाहिँ कति हो 36000 days 36000 दिन रहेछ हाम्रो 100 वर्षलाई चाहिँ दिनमा गर्ने हो भने चाहिँ लगभग 36000 दिन रहेछ हामीसँग 那这3万多天的日子里，不是在忧愁当中，就是在生病当中。 अब हेर्नुस् त यो 36000 दिन मान्छेको यदि 100 वर्षको औसत आयु छ भने कि त तपाई खुसी हुनु पर्यो कि त दुखी हुनु पर्यो कि त बिरामी हुनु पर्यो 所以在这样浩瀚广大的时空跟六道轮回里面， त्यही भएर यस्तो यो अद्भुत ठुलो ब्रह्माण्ड भित्र हामी बसिरहेका छौं 我们能够遇到白羊期，能够得到参与修行，这不是偶然的。 त्यसैले हेर्नुस् त यदि हामीले आफूले हेर्ने हो भने त्यो ठुलो ब्रह्माण्डमा ठुलो संसारमा हामी त एउटा सानो धुलोको टुक्रा जस्तो हो नि त यो टुक्राले पनि यही समयमा जन्मिनु यही समयमा आउनु यही युगमा आउनु अनि गुरुलाई भेटाउनु भनेको वास्तवमा नै अद्भुत जुरेको सम्बन्ध हो 这是我们累世有修所积来的因果。 यो जुरेको सम्बन्ध भनेको चाहिँ धेरै वर्ष अगाडिदेखि जुनीदेखि चाहिँ सङ्कलन गरेर आएको राम्रो कर्महरू 加上我们祖上有德，庇佑我们这些子孙， अनि यति मात्रै होइन कि हाम्रो पुर्खाहरूले पनि राम्रो कर्म गरेको हुनाले त्यो पुर्खाको उज्यालो पनि हामी पुस्ताहरूले चाहिँ पाएका पनि हौँ 以及我们累世跟佛菩萨有缘， अनि फेरि हाम्रो पहिलाको जुनीमा चाहिँ बुद्धहरूसँग बोधिसत्वसँग सम्बन्ध पनि रहेछ 所以我们今天作为一个白羊修士， त्यही भएर आज हामी श्वेत युगका अभ्यासकर्ताहरू भइसकेपछि 不是求神通，不是求感应， हामीले चाहिँ नि कुनै पनि तडक भडक कुनै पनि जादु शक्तिको लागि चाहिँ यहाँ आएका होइनौँ 是真正要去体认我们今天得到这份因缘非常的殊胜。 मात्र हामीले आज जुन सम्बन्धले गर्दाखेरि हामी मन्दिरमा आउन पाएका छौँ त्यो सम्बन्धको भाव के रहेछ भनेर बुझ्न खोजेका 所以要怀抱着一颗感恩的心跟自重的心， त्यही भएर यति धेरै कुराहरू मिलेर मान्छेले ताउटिको लिन पाउने भएको हुनाले चाहिँ नि यो सम्बन्ध जुरेको हुनाले हामीले कृतज्ञता राख्नुपर्छ धन्यवादको भाव गर्नुपर्छ 既然我们的根基这么好， अब हामीले ताउटिका लिन पाउनु भनेको त यति धेरै सङ्घर्ष गर्नु पर्दो रहेछ नि त भनेपछि हाम्रो जरा राम्रो रहेछ नि 就不应该在世间的这些物欲或者是一些考验当中沉沦下来。 त्यही भएर यति राम्रो जरा छ यति राम्रो बिउ हामीमा छ तर हामी फेरि त्यही बाहिरको संसारमा हरायो भने त्यो जरा माथि त्यो उल्टे तलै हराउँछ 所以要把握当下，不要浪费时间。 त्यही भएर हर बखत हर समय चाहिँ हामीले सदुपयोग गर्नुपर्छ 考验之所以称为考验， होइन कहिले कहिले चाहिँ नि यस्ता परीक्षाहरूले नै हामीलाई चाहिँ नि उपलब्धि पनि हासिल गराइदिन्छ 因为它随时随地会有不同的形式出现。 किनकि जब मान्छेको जीवनमा तछाड मछाड उतार चढाव आउँछ त्यतिखेर नै उसभित्रको बहादुरी त झल्केर आउँछ नि त 哦，像刚才讲顺考、逆考、颠倒考、智慧考， भर्खरै गुरुले भन्नुभयो होइन कसैको जीवनमा राम्रो मात्रै हुन्छ कसैको नराम्रो मात्रै हुन्छ कसैकोमा राम्रो नराम्रो अथवा कसैकोलाई चाहिँ नि बुद्धि र विवेकको पनि टेस्ट हुन्छ 这都是在考验我们修行者的道心。 यी सबै चारैवटा किसिमका परीक्षाहरूले चाहिँ नि अभ्यासकर्ताको मनलाई चाहिँ एकदमै जाँचिरहेको हुन्छ 那这人生难得，名师难遇。 त्यही भएर हेर्नुहोस् त मान्छेको जीवन आउनु त एकदमै गाह्रो मुस्किल हो मानव जीवन 错过了这一世，下一世能不能得人生不知道。 अनि यो जुनी सकेर गइसकेपछि अर्को जुनीमा हामी फेरि यसरी नै आउनु पाउँछ कि पाउँदैन अर्को जुनी नै पाउनु कि नपाउने हो ताउ पाउने कि नपाउने भन्ने भाग्य पनि हामीलाई थाहा हुँदैन 就算你得人生能不能得到也不清楚。 अब फेरि अर्को जुनीमा तपाईँ मान्छे नै भएर आउनु पनि नसक्ला आयो भने पनि फेरि त्यतिखेर ताउटिका लेला भन्ने ग्यारेन्टी पनि छैन 千万不要说等我老了再来修， अनि कहिले पनि म चाहिँ अब अलिकति बुढो भएपछि मात्रै अभ्यास गर्छु भनेर कहिले पनि नसोच्नु 或者说等我有空了才来修。 मसँग फुर्सद भएपछि मात्रै म अभ्यास गर्छु भनेर पनि कहिले नसोच्नु 所以不管外在环境如何， बाहिरको अवस्था परिस्थिति जसुकै भए पनि 当下是最好的修道时机。 तपाईँको आज अहिले यस वखत नै हामीले चाहिँ अभ्यास गर्न पाउँछ भने तुरुन्त गरिहाल्नुपर्छ 所以要真知力行，知行合一。 त्यही भएर वास्तविक सिद्धान्त अनुरूप नै हामीले कार्यान्वयन गर्नुपर्छ व्यवहारमा उतार्नुपर्छ 如果没有真知的力行，容易盲修瞎练，遇到智慧考就倒了。 यदि
हामीसँग चाहिँ नि अभ्यास गर्ने मन छ तर वास्तविक सिद्धान्तको ज्ञान छैन भने चाहिँ नि कहिले कहिले साधारण समस्या आउँदाखेरि नि तपाईँले यो अभ्यासको बाटो छोडिदिनुहुन्छ 那如果是没有例行的真知，就像空中楼阁，遇到考验也就倒下来了。 अनि त्यसै गरी उद्देश्य र लक्ष्य पनि हुनुपर्छ किनकि उद्देश्य र लक्ष्य नभएको मान्छे चाहिँ नि गन्तव्यविहीन हुन्छ कहीँ पनि पुग्दैन 所以真知跟例行两者是相辅相成。 त्यही भएर ज्ञान हुन पनि जरुरी छ हैन तर ज्ञान सँगसँगै चाहिँ नि वास्तविक अभ्यास पनि जरुरी छ 这才是真正的定性见智。 अनि बल्ल त्यो मान्छेले चाहिँ नि एउटा अडिगताका साथ अगाडि बढ्न सक्छ 所以修行最终就要回归本来，打本还原。 त्यही भएर अघि गुरुले भन्नु भइसकेको छ कि त अभ्यासको वास्तविक गन्तव्य भनेको नै हामीले आफू को हो चिन्नु र आफूभित्र कहाँबाट आएको त्यो वास्तविक स्रोतमा फर्कनु 所以修道的终点不是去成为一个外在高高在上的神佛， त्यही भएर त अभ्यास गर्नु भनेको चाहिँ तपाईँले के कुरा जान्नु पर्यो भने तपाईँहरू चाहिँ भोलि पर्सि गएर ठुलो मान्छे बन्ने ठुलो गुरु बन्ने देव देवी बन्ने भनेको चाहिँ होइन 而是要回归。 त्यो भनेको चाहिँ हामी फर्किने हो आफ्नो वास्तविक स्रोतमा चाहिँ सधैँको लागि फर्कने हो 我们本来就是李天的佛来的， हामी वास्तवमा नै त्यही थियो पहिला अनि फेरि धरतीमा आयौँ अब हामी त्यही फर्केर जानुपर्छ 所以我们要回归成那个没有受到污染的赤子之心。 त्यही भएर त्यस्तो ठाउँमा फर्किनुको लागि चाहिँ नि त्यो मान्छेहरूको मन फेरि के हुनुपर्छ बच्चा जस्तै निश्चल हुनुपर्छ सफा हुनुपर्छ 回归到我们与天理融合那本来的佛性， अनि स्वर्गमा बस्ने मान्छेहरू स्वर्गमा बस्ने लायकको हुनु पर्यो नि त त्यही भएर त्यस्तै मनको अवस्थामा हामी फर्किन सक्नुपर्छ 所以这个时候的白羊修士 त्यही भएर यो समयका श्वेत युगका अभ्यासकर्ताहरू 面对外在所有的考验， सबैजनाले यो अहिलेको समयमा चाहिँ धेरै किसिमका समस्याहरू भोग्नुहुन्छ 只要守住我们这份真心， मात्र हामीले यो ज्ञानलाई मजाले समातेका छौँ यो ज्ञानलाई अडिग राखेका छौँ भने 好好的身体力行， यसलाई राम्रोसँग सिक्ने हो जीवनमा प्रयोग गर्ने हो भने 那外在所有的考验都是帮助我们回归的。 बाहिरका जति पनि समस्याहरू आउँछन् ती समस्याहरूले हामीलाई रोक्ने होइन कि उल्टो हामीलाई स्वर्गमा जानको लागि अझै बढी हौसला दिनेछ 也要放下三心，去除四相， अनि त्यसपछि 3 किसिमका सोचहरू र 4 किसिमका बाहिरी आवरणहरूको ध्यानलाई पनि हामीले त्याग्न सक्नुपर्छ 无始无着，好道不倦。 अनि त्यसपछि कुनै पनि कुरामा चाहिँ तपाईँ नटाँसिनुहोस् कुनै पनि कुरा तपाईँलाई चोट पुर्याउन नसकोस् तपाईँ चाहिँ एकदमै स्वतन्त्र व्यक्ति हुन सक्नुपर्छ 用我们的真心来要得天心，诸佛菩萨一定帮助我们。 अनि वास्तविक मन प्रयोग गरेर दिव्य आह्वानलाई पुकार्ने त्यसपछि बुद्ध बोधिसत्वहरू सँगै रहन सिक्ने 这才是白羊修士学到的殊胜。 यो चाहिँ नि श्वेत युगका अभ्यासकर्ताहरूको चाहिँ नि ताओ सिक्नुको अनमोलता यही हो 所以老师也讲过， प्रभुत्व गुरुले पनि भन्नुभएको छ 改毛病、去脾气来培养内德。 अब यो रिस राग नराम्रो बानीहरूलाई हटाउनु एउटा कला हो त्यही कलाले चाहिँ तपाईँले आफूभित्रको भित्री करुणालाई पनि उजागर गर्नुपर्छ 那少三心非四相来养我们的正气。 अनि त्यसपछि आफूभित्रको न्याय जुन छ नि हामीभित्रको एउटा न्यायी मन हुन्छ नि त्यसलाई चाहिँ हामीले कसरी निकाल्न सकिन्छ भन्दाखेरि बाहिरका यो जति पनि धुलो फोहोर भौतिक संसार जुन छ त्यसलाई हामीले नियालेर हेर्न सक्नुपर्छ 斩七行，断恶欲来修至善。 अनि त्यसपछि इच्छा र आकांक्षा लोभहरूबाट चाहिँ नि टाढा बस्ने तर राम्रो गर्नको लागि फेरि त्यो इच्छा आकांक्षा चाहिँ हुनुपर्छ त्यस्तो किसिमको एउटा प्रण चाहिँ राख्नु जरुरी छ 所以，我们内心的一个扫除，要放下三心，去除四相。 त्यही भएर हामीले आफूभित्रको मलाई चाहिँ सफा गर्ने क्या धुने भने कस्तो भन्दाखेरि यो 3 किसिमका मन अनि त्यसपछि 4 किसिमका बाहिरी आवरणका लोभहरूलाई हामीले त्याग्न सक्नुपर्छ 放下三心，就过去心不可得，现在心不可得，未来心不可得。 यो चाहिँ नि 3 किसिमका मनहरू कस्तो भनेको नि बितेका कुरालाई हामीले चाहिँ नि त्यसलाई परिवर्तन गर्न सक्दैनौँ पछि आउने कुराहरूलाई पनि हामीले आत्तिन सक्नु पर्दैन हैन अनि त्यसपछि अहिले जे छ त्यो चाहिँ हाम्रो बसमा हुनुपर्छ 也就是说，不沉溺在过去的成就或是悔恨， अर्थात् बितेका कुराहरूमा ला यस्तो भएछ अब के गर्ने होला भनेर चिन्ता पनि गर्नु भएन 也不耽溺在现在的安逸或困境。 अनि त्यही बितेका कुराले गर्दाखेरि अहिले तपाईको अहिले वर्तमान काललाई पनि फेरि असर नगराउनु 更不焦虑未来的未知。 अनि फेरि ला भविष्यमा के होला भनेर फेरि भविष्यको लागि पनि चिन्ता नगर्नु
我们只要安住在当下的觉跟行当中。 मात्र तपाईँको अहिलेको समयमा चाहिँ तपाईँले उजागर भएर मैले जे सक्छु त्यही गर्नुहोस्।那去除四相就是无我相、无人相、无众生相、无寿者相。 अनि 4 किसिमका आवरणहरू भनेको के भन्दाखेरि चाहिँ नि आफ्नो आवरणमा धेरै जोड दिनु भएन, अरूले के भन्ला भन्ने आवरणमा पनि धेरै जोड दिनु भएन, अनि प्राणीले के भन्ला होइन त्यसमा पनि धेरै दिनु भएन, अनि अब कति वर्ष बाँच्ने हो के हुने हो जीवन यस्ता कुराहरूमा पनि हामीले धेरै जोड दिनु भएन। 只是要打破我执跟种种的分别心。 यस्तो कुराले चाहिँ नि आफूभित्रको वास्तविक प्रकृतिलाई छुट्याउनको लागि सङ्कोच पुर्याउँछ। 不计较个人的得失、名利、高低， अनि कहिले पनि अरू मान्छेको सम्पत्ति प्रगति यतातिर पनि रिस राग नगर्नु। 更不要想说我在修道、我在度人、我有功德这样骄傲的心。 अनि अर्को तपाईँले अभ्यास गर्ने क्रममा चाहिँ तपाईँले अभ्यास राम्रोसँग गरिराख्नु भएको छ भने मैले चाहिँ मान्छेले बोलाएको छु, मेरो यति धेरै पुण्य छ, मैले कति राम्रो काम गरेको छु भनेर घमण्डी मन पनि गर्नु हुँदैन। 所以要腰得天心，不是往外祈求，而是向内清理。 त्यही भएर हामीले अभ्यास भनेको बाहिरको लागि गर्ने होइन कि आफैले आफ्नो लागि गर्नु। 所以这是一场非常彻底的心理排毒。 त्यही भएर यस्ता विचारधारणाहरू राख्यो भने चाहिँ हामीले आफ्नो मनलाई क्लेन्जिङ सफा गर्न सक्छौँ। 当你的内心无染无浊，就像明镜不染尘埃。 अनि जब हाम्रो यो क्लेन्जिङ गरेर नराम्रो बानीहरू सबै हटाएपछि एउटा सफा हुन्छ नि, अनि त्यसपछि बल्ल हामी भित्रको म चाहिँ चम्केर हुन्छ। 那么外在的顺逆颠倒考验就没有力量了。 अनि जब तपाईँ भित्रको म एकदमै सफा छ, कुनै रोग रिस छैन भने बाहिरको जतिकै समस्या आए पनि त्यसले तपाईँलाई केही असर गर्नेवाला छैन। 所以你一定要有一个浩大不倦的动力源泉。 त्यही भएर तपाईँमा चाहिँ नि केही गर्ने भन्ने एउटा ऊर्जा चाहिँ भइराख्नुपर्छ। 所以才能够在我们很漫长这个修道旅程当中历经风雨。 त्यही भएर जस्तोसुकै आदि हुरी आएको अभ्यासको यात्रा पनि पछि चाहिँ के हुन्छ, राम्रो सुन्दर भएर जान्छ। 所以不要把修道当成是很无奈的功课或者是压力。 त्यही भएर अभ्यास चाहिँ एकदमै मुस्किलको काम हो, कस्तो गाह्रो काम, एकदम प्रेसर भनेर लिनु हुँदैन। 要发自内在自信的一个好知乐知。 आफूभित्रको चाहिँ नि न्यानोपनलाई होइन अनि मायालाई करुणालाई चाहिँ उजागर गर्नुपर्छ। अभ्यासको यात्रा सरल भएर जान्छ। 所以在真知里面看透世俗的这些虚妄。 त्यही भएर आफूले चाहिँ नि यति स्पष्ट हुनु पर्यो कि जतिसुकै धुलो आए पनि तपाईँले त्यो धुलो भन्दा पारी देख्न सकोस्। 那在力行当中也去体会到位的甘跟甜。 अनि त्यसपछि ताउको यो वास्तविक जरालाई पनि तपाईँले महसुस गर्नुहोस्, आत्मसात गर्नुहोस्। 这样，当你面对外在的这些生老病死、人事坎坷的时候，依然可以保住你一个修道的热情。 जब तपाईँमा चाहिँ ताउको जरा एकदमै बलियो हुन्छ नि, त्यतिखेर तपाईँको जीवनमा आउने समस्याहरू, जन्मने, बुढो हुने, रोग लाग्ने होइन, यी सबै समस्या आउँदाखेरि तपाईँले त्यसलाई चाहिँ आत्मसात सही ढङ्गले गर्न सक्नुहुन्छ। 所以，当你修行能够放下私心，展现纯粹救度众生的心， अनि जब हामीले अभ्यास गर्ने क्रममा चाहिँ नि यो स्वार्थी भावनालाई चाहिँ त्याग्न सक्छौँ, अनि त्यसपछि बल्ल करुणामय मन चाहिँ नि प्रस्फुटन भएर आउँछ। 那你这颗心就跟宇宙的慈悲、天心、老母的心就是相同的。 हो, यस्तो किसिमको मन जुन छ नि, स्वार्थी भावना हटाइसकेपछि करुणामय मन जुन छ नि, यो चाहिँ दिव्य माताको मनसँग, बुद्धहरूको मनसँग चाहिँ नि एक हुनेछ। 所以，白羊时期是天人合一、人伴天助的时代。 त्यही भएर श्वेत युगको समय भनेको चाहिँ नि स्वर्ग र मान्छे मिलेर गर्ने कार्य हो, जसमा चाहिँ मान्छेले स्वर्गको लागि चाहिँ नि भूमिकाहरू निर्वाह गरिदिरहेको हुन्छ। 如果你做一件事情出发点都是公心、都是慈悲心的时候， यदि तपाईँले कुनै कार्य गरिराख्नु भएको छ तर एकदमै करुणाका साथ कार्य गरिराख्नु भएको छ भने 诸佛菩萨都会暗中帮助我们。 तपाईँले गरेको त्यो करुणामय कार्यमा चाहिँ नि बुद्धहरूले तपाईँलाई मद्दत गर्नुहुनेछ। 这不是一句安慰的话，那是必然的。 यो चाहिँ नि तपाईँलाई सान्त्वना दिनको लागि मात्रै भनेका कुरा नै, यो वास्तविक कुराहरू नै हुन्। 所以冥冥当中考验变成智慧，阻力变成助力。 त्यही भएर हेर्नुहोस् त, यदि यस्तो किसिमको सोच हुने हो भने चाहिँ नि परीक्षाहरूले चाहिँ नि तपाईँको बुद्धि र विवेक सिर्जना गरिदिनेछ, समस्याहरू चाहिँ तपाईँको समस्याभन्दा पनि बढी सहयोगी भएर पछि जानेछ। 所以白羊修士现今修道的殊胜， त्यही भएर श्वेत युगको अभ्यासकर्ताहरूले अभ्यास गर्नु पाउनुको एउटा अनमोलता,
不用抛家弃子入山修行。 के रहेछ भन्दाखेरि तपाईँले घर त्याग्नु परेन, तपाईँ आफ्नै घरमा बसेर अभ्यास गर्न सक्नुभयो। 在日常生活当中，市容、工商、人事碰撞就可以修行。 तपाईँले आफ्नो दैनिक जीवनमा नै घरमै बसेर पनि काम गर्दाखेरि पनि मान्छेसँग भेट्दाखेरि तपाईँ त्यहाँ पनि अभ्यास गर्न सक्नुभयो। 放下三心四相， अनि 3 किसिमका मन र 4 किसिमका आवरणहरूलाई पनि हामीले चाहिँ त्याग्न सक्नुपर्छ। 就可以立誓练心。 अनि त्यसपछि बल्ल हामीले त्यो माथिको सुनर धागोसँग चाहिँ कनेक्सन गर्न सक्छौँ। 只要每一个修道人真心一发出来， त्यही भएर हरेक अभ्यासकर्ताले आफूभित्रको वास्तविक हृदयलाई चाहिँ प्रस्फुटन गर्ने हो भने 当下就有人跟诸佛菩萨有相感应。 त्यो क्षणमा चाहिँ नि तपाईँको मन प्रति चाहिँ नि बुद्धहरूको मन चाहिँ नि गाडिएको हुन्छ कि जोडिएको हुन्छ। 所以可以借用这个凡夫之身来行圣贤之事。 अनि त्यही भएर यो अवास्तविक शरीर प्रयोग गरेर हामीले चाहिँ नि बुद्ध बोधिसत्वका असल कार्यहरू कर्महरू गर्न सक्छौँ। 所以从上觉下次子意义的一个启发，从上觉下次子就是学字啊。 त्यो अघि भर्खर जुन गुरुले भन्नुभएको थियो नि श्वे भनेको चाहिँ नि के हो भने माथिको भाग भनेको चाहिँ नि बिउ जुन तलको भाग भनेको चाहिँ बच्चाको जस्तो हृदय हुनु। 在经过刚刚讲的四重考验的定性见智， सिक्नेको त्यो अर्थलाई पनि हामीले बुझेर त्यसै अनुसारले प्रयोग गर्नु पर्यो। अनि 4 किसिमका समस्या जुन आउँछ नि त्यसलाई पनि हामीले बुझ्न सक्नु पर्यो। 到最后以真心要得天心的公圆果满。 अनि त्यसपछि एकदमै वास्तविक हृदय राखेर बुद्धहरूको यो निर्देशनलाई हामीले पालना गर्ने हो भने प्रतिज्ञालाई पुरा गर्ने हो भने हामीले त्यो प्राप्ति गर्ने निर्माण प्राप्ति गर्नेछौँ। 所以这条修行之路是非常清楚明白的。 अब हुन त त्यो अभ्यासको यो यात्रा एकदमै स्पष्ट छ, के हुनुपर्छ हुनुहुँदैन भनेर एकदमै क्लियर छ। 所以只要我们真是力行、踏实修行，将来回归是必然的。 त्यही भएर हामीले अभ्यासमा कस्तो हुनुपर्छ कस्तो हुँदैन भनेर क्लियरली भनिसकेको छ, त्यो अनुसारले गर्ने हो भने हामीले अवश्य पनि आफ्नो वास्तविक घरमा फर्किन सक्नेछौँ। 所以这时候我们就要调整自己了。 त्यही भएर अब हामीले चाहिँ नि अभ्यासको क्राइटेरिया अनुसार हामीले आफूलाई चाहिँ मिलाउनु पर्यो, तालमेल मिलाउनु पर्यो। 老师说啊，善调心的明进退，懂取舍，收放之间无止也。 प्रभुत्व गुरुले भन्नुभएको छ कि अघि नै जुन कुरा गर्नुभयो नि 3 किसिमका मनहरू जुन छ नि भूतकाल, वर्तमान काल र भविष्यकाल जुन छ नि ती सबै कुराहरूबाट तपाईँ चाहिँ वञ्चित हुनु भएन, स्वतन्त्र हुनु पर्यो। 善调练者，荣辱得失是浮云，皆得自在。 अनि त्यसपछि तपाईँकै विचारमा भर पर्छ क्या, तपाईँलाई कहिले कहिले राम्रो प्रगति हुँदाखेरि खुसी हुन्छ, नराम्रो हुँदाखेरि दुखी हुन्छ, घाटा पर्दाखेरि चिन्ता लाग्छ होइन। ती सबै कुराहरू चाहिँ तपाईँ आफूभित्रको मनको एउटा अवस्था मात्रै हो। 善调行者，省己之师，体察二六，尽学勤修。 अर्को भनेको चाहिँ नि जहिले पनि आफ्नो समस्यालाई चाहिँ नि पहिला केलाउनुहोस् होइन, कहिले पनि अरू मान्छेको गल्ती नगर्नुहोस्। सदैव तपाईँको मस्तिष्कमा चाहिँ नि सबै कुरा मेरो सोच हो मेरो भन्ने कुरा राख्नु पर्यो। अनि त्यसपछि मन दिएर चाहिँ अभ्यास गर्नु पर्यो। 那善调举者，并通古今，晓明中术，能达天德。 अनि त्यसै गरी तपाईँले हर बखतमा चाहिँ आफूलाई होच्याएर मेरो गल्ती छ भने हेर्नुभयो भने चाहिँ नि बल्ल तपाईँमा एउटा सद्गुण स्थापना भएर आउँछ। अनि त्यसपछि तपाईँले अरू मान्छेलाई पनि त्याग गरिदिने भावना सिर्जना भएर आउँछ। 所以今天老师说啊，徒儿都有心来这里， अनि सूत्रमा चाहिँ नि चिकन बुद्धले भन्नुहुन्छ कि चेलाहरू आत्मा सबैजना यहाँ छौ, 就要把心真正的带来， आफ्नो मन पनि यही राख है, शरीर मात्र होइन भनेर भन्नुहुन्छ। 还要把第一千的心也带来， अनि त्यसपछि एकदमै कृतज्ञ मन पनि लिएर आऊ है फेरि भनेर भन्नुहुन्छ। 来学来看。 अनि त्यो कृतज्ञ मन लिएर आएर तिमी पनि आऊ, मन पनि लिएर आऊ, अनि यहाँ हेर सिक भन्दै हुनुहुन्छ। 学什么？学圣王之道。 के सिक्ने भन्दाखेरि चाहिँ परापूर्व कालमा चाहिँ नि सन्त महाराजाहरूले सिकेका यो अनमोल ज्ञान सिक्ने हो। 学什么？学天地之理。 के सिक्ने भन्दाखेरि चाहिँ नि स्वर्ग र धरतीमा सत्य के हो भन्ने कुरा सिक्नुपर्छ। 学什么？学做大人。 के सिक्ने भन्दाखेरि कसरी महान व्यक्तित्व बन्ने भन्ने कुरा सिक्नुपर्छ। 养其心，养其性。 अनि मनलाई गोडमेल गर्ने, त्यसै गरी हामीभित्रको प्रकृतिलाई चाहिँ नि राम्रोसँग अभ्यास गर्ने। 要去除过去的比较心， अनि पहिलाका हाम्रो जुन छ नि सोच विचार एकले अर्कासँग दाज्ने त्यस्ता कुराहरू पनि त्याग्नु पर्यो। 要学会菩萨的慈悲喜舍， बुद्धको जस्तै करुणामय मन, त्यागी मन हामीले सिक्नुपर्छ। 要去体悟人来人世间真谛是什么，意义是什么。
अनि हामीले मानवीय चोलामा मान्छे भएर जन्मिसकेपछि हामी किन आएका हौँ, यो संसारको वास्तविक सत्य के हो भन्ने कुरा पनि हामीले जान्नु जरुरी छ। 你要什么求什么都有求到了吗？ तपाईले चाहेको कुरा के हो, तपाईलाई के कुरा पुगेको छैन, त्यो सबै तपाईले पाउनु भयो त? 功名利禄就像昙花一现， हैन? अहिलेको यो मानवीय संसारमा चाहिँ धन सम्पत्ति यी सबै कुराहरू भनेको भ्रामक कुराहरू हुन्। 求什么都只有求这些吗？ तपाईहरुको जिन्दगीमा चाहिँ तपाईले यो धन सम्पत्तिको लागि मात्रै पुकार्ने हो त? 在人世间要学圣王之治，明天地之理。 हामीले मानवीय चोला लिएर आइसकेपछि परापूर्व कालदेखि सन्त महात्मा राजाहरूले के कुरा सिकेका थिए, के सत्य प्राप्त गरेका थिए, त्यो कुरालाई हामीले पत्ता लगाउनु पर्छ। 最后把我们那个纯洁无瑕的赤子之心给养回来。 अनि अन्तिममा भनेको हामी भित्रको वास्तविक म जुन छ, जुन एकदमै शुद्ध छ, राम्रो छ, त्यसलाई चाहिँ हामीले हुर्काउनु पर्छ, जगेर्ना गर्नुपर्छ, जोगाइराख्नु पर्छ। 今天我们来佛门， आज हामी बुद्धको यो ढोकामा प्रवेश गरेका छौँ। 济公老师不教你们求那些， चिकङ बुद्धले चाहिँ आज तपाईहरुलाई यी अरु कुराहरू सिकाउनु हुने छैन। 他只教徒儿学做人，学做君子，学做贤人，学做圣人。 मात्र तपाईहरुलाई चाहिँ कसरी मान्छे बन्ने, कसरी एउटा भद्र मान्छे बन्ने, कसरी एउटा सन्त जस्तो सोच भएको मान्छे बन्ने भनेर सिकाउनुहुन्छ। 这才是根本之道，学道。 यो नै हामी अभ्यासकर्ताहरूले सिक्नुपर्ने आधारभूत कुरा हो भनेर भन्नुहुन्छ। 所以我们觉悟了自己的脾气毛病吗？ अब हामीले हाम्रो रिस राग प्रति चाहिँ हामीले उजागर गरेका छौँ छैनौँ, त्यसलाई हामीले जितेका छौँ कि छैनौँ त? 有觉悟生死四大吗？ अब तपाईले मान्छे जन्मन्छ, मान्छे मर्छ, त्यतिखेर पीडा हुन्छ नि त मान्छेलाई, ती पीडाबाट तपाईले मुक्ति हासिल गर्नु भएको छ कि छैन त? 有觉悟人生的真谛吗？ जीवनको वास्तविक अर्थको उद्देश्य के हो भन्ने कुरा तपाईले पत्ता लगाउनु भएको छ कि छैन त? 只要我们真心真诚下功夫，日后一定有所成就。 मात्र तपाईले एकदमै मन दिएर कलापूर्वक अभ्यास गर्ने हो भने तपाईले यी कुराहरू अवश्य पनि प्राप्त गर्नुहुनेछ। 所以改变自己也改变家庭， त्यही भएर आफूले आफूले बदल्नुहोस्, परिवारलाई पनि बदल्नुहोस्, 改变前途也改变生命， आफ्नो भविष्यलाई बदल्नुहोस् र आफ्नो जीवनलाई पनि बदल्नुहोस्। 这才是我们今天来这里的目的。 त्यही भएर आज मन्दिर आउनुको उद्देश्य पनि यो नै हो। 所以2天法会要有头有尾， दुई दिनको सेमिनारमा चाहिँ सुरुवातदेखि अन्त्यसम्म बस्नुपर्छ। 要好好的报道潜修， अनि ताओ अभ्यासलाई चाहिँ एकदमै मन दिएर गर्नुपर्छ। 好好的真心，好好走，好好修，才能好好办， इमानदारी हृदय राखेर चाहिँ अभ्यासको यात्रामा अगाडि बढ्नुहोस्। 办出圣贤的希望，就是大同世界。 अनि त्यसपछि जुन सन्त महात्मा बोधिसत्वहरूको ठुलो इच्छा छ कि संसारलाई ठुलो कर्मको फुल बनाउने, त्यो इच्छालाई पनि तपाईँले निरन्तर अगाडि बढाइराख्नु होला। 所以不屑菩萨讲， त्यही भएर पुष्योसी बोधिसत्वले भन्नुभएको छ, 不要被生活缠住， जीवनको यी समस्याहरूमा चाहिँ तपाईँ नअल्झिनुहोस्। 不要被工作拦住， तपाईँको कामले तपाईँलाई कहिले पनि समस्यामा नपारोस्, बन्धनमा नपारोस्। 不要被困难吓住， अनि समस्याहरूले तपाईँलाई कहिले पनि आफ्नो दृढताबाट चाहिँ असफल नबनाओस्। 不要被环境绊住。 अनि वातावरणबाट तपाईँलाई कहिले पनि नकारात्मक असर नपरोस्। 我们一般道亲走不出来，离不开这4个原因。 प्राय चाहिँ साधारण मान्छेहरूले चाहिँ अभ्यासकर्ताहरूले चाहिँ यी 4वटा कुराहरू चाहिँ त्याग्न सक्दैनन् क्या। 这都是我们要去突破的。 यो चाहिँ हामीहरूले यस्ता समस्यालाई चाहिँ पार गर्नै पर्छ। 以上是我们今天学到的书圣。 अघि भर्खरै गुरुले जति पनि भन्नुभयो ती भनेका चाहिँ हामीले ताओ अभ्यास गर्नुको अनमोलताको विषयका शीर्षकहरू भयो। 我们这样的课程 यस्तो किसिमको कक्षाहरू जुन छ 是要真正的深入经藏， यसलाई चाहिँ वास्तवमा नै हामीले गहिराईबाट चाहिँ जीवनमा कार्यान्वयन गर्नुपर्छ। 真正要体会鲜活的慈悲， अनि बुद्धले दिएका यी सूत्रहरूलाई चाहिँ एकदमै महसुस पनि गर्नुपर्छ। 给我们留下这么宝贵的经训， जसले हामीले यति महत्त्वपूर्ण सूत्रहरू र अनमोल सूत्रहरू छोडेर जानुभएको 我 छ, 们要好好去研究它， त्यसलाई राम्रोसँग गएर अध्ययन गर्नुपर्छ, सिक्नुपर्छ। 可以坚定我们修办的心智， अनि यसले चाहिँ हाम्रो ताओ अभ्यासको दृढताको यो मन जुन छ त्यसलाई अझै बढी सलिड बनाइदिनेछ। 可以帮助我们修道过程里面面对外在种种的环境跟考验， अनि ताओ अभ्यास गर्ने क्रममा चाहिँ हाम्रो जीवनमा भित्री अथवा बाहिरी समस्याहरू आउँदाखेरि चाहिँ ती समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने तपाईँलाई दृष्टिकोण तपाईँलाई थाहा हुन्छ। 然后我们也借用鲜活的经训， अनि त्यसै गरी बुद्धहरूको यो बाणी प्रयोग गरेर
帮助有缘众生走上修行之路。 सम्बन्ध र जुरेका मान्छेहरूलाई हामीले ताउ टिका बोलाउन सक्छौँ उनीहरूलाई सिकाउन सक्छौँ 好，那晚上跟大家分享到这里， आज गुरुले बेलुका कक्षा यहीँसम्म भन्नुभयो 大家有没有什么问题？ तपाईँहरूलाई केही प्रश्नहरू छ 然后我们做个心得分享， त्यसो हामी एउटा सर्ट सेयरिङ गरौँ न त 有没有人想讲话？没有就一个一个讲。 कोही छ भने उठेर भनिदिनु नभए यसरी एक एकलाई बोल्नु लानु पर्यो ल सुरु लेक्चर अनुपात ल सुरुबाट ल सुरु अनि यताबाट लबिङ गरेर सकाइदिइहाल्नु ल सबैजनालाई भन्नु पर्यो नि एउटा कम्बाइन्ड सेयरिङ गरौँ न 好，来苏哲先讲。खुन इका छ्यान ताइ 好，苏哲先讲。 ल जोडदार तालीले स्वागत हामी उहाँलाई त्यहाँ त बस सुरुलाई एकचोटि ढोका अनि गुलाम ढोग्न जस्तै गर好， सबैजनालाई नमस्कार प्री डाइभिङ गरेर त भन्दिनँ होइन आजको क्लास चाहिँ एक्सपिरियन्स अफ वर्कसिप बताउ 今天的课程谈到的塑身 त्यसमा चाहिँ अब हामीले ताउ भ्रमण गरिसकेपछि चाहिँ हाम्रो आफ्नो जीवनमा ताउलाई कसरी कस्तो गर्नुपर्छ भन्ने बारेमा पनि सिकिहाल्छौँ 那求道之后如何深入的去修道现在也知道了 那今天这些所有的缘分如何来感恩让我们学到的听到的这些课程如何在我们每天的生活当中运作下来 然后作为一个修道者遇到的困局在生活遇到困难的时候如何面对也了解了 अनि अरू भनेपछि हामीले अब दैनिक जीवनमा कति कुरामा पहुँचिला पढाइको तयारी भइरहेको 那刚才田人说一样，我们作为人之后，一般都是在工作上、读书上都会在那里忙着嘛。 अभ्यास गर्ने क्रममा चाहिँ अभ्यास गर्नुपर्छ भन्ने लागिसकेपछि ती सबै बाधाहरू चाहिँ ओभरकम गर्ने हामीले 那虽然 आफूलाई 作为一个培养的修道者，我们要突破这个困难，然后要去往前修。 सबै कुरालाई पनि सिकेछु होइन यति नै भन्छु 简单的来说，就学到了这些，谢谢。好， तिमीले भन्यो नि फेरि भन्नु त्यो भन्नु खुसीले भन्छ खुसी नमस्कार सबैजना सर्वप्रथम त गुरुलाई धन्यवाद 首先感谢点神师对 यो जुन के भन्छ अरेबल जुन हामीलाई गुरुले बुझाइदिनु क्लास 给我们上新闻的 अहिले चाहिँ मैले 是点师 मैले यहाँ भन्दाखेरि तर एकैचोटि अहिले सबै कुराहरू एकैचोटि अहिले उहाँमा बस्ने कुराहरू होला तर थोरै कुरा भर्खर उहाँले चाहिँ भन्नुभएको जस्तै पहिलो कुरा त यहाँ के अरे कल्टिभेसन ताउ कल्टिभेसनमा बातमा के हो अभ्यास गर्दाखेरि चाहिँ धेरै कुराहरू अवरोध बाधाहरू आइरहेको हुन्छ नि त जिन्दगीमा आफ्नो लाइफलाई पनि अगाडि बढाइदिनुपर्छ र ताउलाई पनि सँगसँगै लान 刚 चाहिँ 才 धेरै 点师 कुराहरू 就说到 म्यानेज गर्दै 培 आफूले 养修行 अगाडि जानुपर्दा 虽然我们 धेरै 自己有生命 अवरोध 当 आइरहेको 也是有很多 त्यसलाई चाहिँ कसरी हामीले 事啊、路啊， समाधान 然后 गर्दै 每个人都有个人的一个问题嘛。 पर्सनल लाइफ र जुन ताउ कल्टिभेसनलाई पनि सँगै लानु कसरी लान सकिन्छ 那 भन्ने 现 कुरा 在很多 不 修 知道 道者的问题就是困难，就是他如何自己的生跟法一起走。 अहिले सँगै भन्दाखेरि चाहिँ यति मात्रै याद आयो 所以今天呢， त्यस्तै 今天 अर्को कुरा चाहिँ के भन्दाखेरि चार त्यो बाधाहरूमा चाहिँ 大概的要说出来的话，就是今天 学到了这个方法，如何胜方一起修， चार प्रकारका बाधाहरू अथवा परीक्षाहरू आइपर्छ 然 त्यसमा 后 चाहिँ अब 4种考验 ठ्याक्कै पोइन्टहरू चाहिँ 啊， जुन चाहिँ सबै कुराहरू
त्यही हो पहिलो कुरा चाहिँ सबै कुराहरू हुँदा हुँदै पनि त्यो कुरालाई चाहिँ यति नै भन्नु कम्प्लिट भएन मैले चाहिँ यही कुरा कम्प्लिट भएँ 大家都到这里。 यी कुरालाई रिभिजन गरेर 反正有学过、写过很多次，等一下再来复习，看就会比较清楚。就感谢。好， लेक्चररहरू आन्टी हुनुहुन्छ नि हेड तरिका मैले फेरि यत्रो ल आन्टी दिनुहुन्छ ए यस्तो वरिष्ठ आन्टीले नगरेर हामी पनि पुरै गल्ती गर्यो आहानाले भनिदिन्थ्यो त नभन्ने ओ लेक्चररहरू भन्छ कि लेक्चरहरू दिन्छ हुन्छ नभन्ने ल कि अस्ता पनि तम क्या जस्तो छ हेर्दाखेरि त अस्ता पनि भनौँ भनौँ लागिरहेको छ हो खुसी भएपछि तिमीलाई भन्नु ल सबैजनालाई नमस्कार नमस्कार र आज अग्रज वक्ताहरू र हाम्रो गुरुलाई पनि धेरै धेरै धन्यवाद आज 谢谢李点思维所有的讲师。 सूत्रहरूको ओराकलको बारेमा चाहिँ हामीले चाहिँ आज बुझ्न पाएका छौँ र अगाडि 上到了这个新闻课， the excellence of voicing the sound 今天的课 साउन्डको 就是 साउन्ड यसको अर्थताको बारेमा 端 चाहिँ 到 आज 的 हाम्रो 书生， र त्यसमा चाहिँ मैले चाहिँ के चाहिँ बुझेँ भन्दाखेरि चाहिँ अब हाम्रो मानव जीवन मानव चोला पाउन चाहिँ एकदमै गाह्रो रहेछ 那今 अब 天听到的懂到的 चोला पाउनलाई पनि हाम्रो 有这个人生， कति धेरै हामीले पुण्य 作为一个人， गर्नुपर्छ 这也是很 धेरै 困难的， शब्दहरू सङ्कलन गर्नुपर्ने रहेछ भन्ने 就 चाहिँ 是有很 अनि 多很 मात्रै नभएर 前世有修，才有今生可以作为一个人。 हामी ताउ प्राप्त गर्न 然后做了人之后呢， चाहिँ आवश्यक 虽然做人也是已经很困难，然后作为人遇到道就是更困难。 हामीले कमाएका कारण चाहिँ आज हामी यहाँ अभ्यास गर्न पाएकामा चाहिँ 然后 हामी 因为 धेरै धेरै 前辈是有修有缘分，所以这一辈子有机会可以来求道，所以他非常感恩， धेरै 也非常珍惜这个缘分。 समस्याहरूलाई कसरी समाधान गर्ने र त्यो समाधान गर्ने क्रममा पनि हामीले आफ्नो मन र आफ्नो भित्रको वास्तविक मनलाई चाहिँ कसरी 那 पहिचान 我们 गर्ने 现 र 在作为人呢，肯定是会 आफ्नो 很 जुन चाहिँ 多人生的问题。 स्वर र 那现在自己的我，就 अलिक 是 भएर 就是佛性嘛，啊，然后如何 नबिर्सने भनेर 自己认识自己的佛性。 चाहिँ मन भएर चाहिँ सधैँ 然后刚才那个学字的意思就是下面的字就是像小孩子一样，我们可以回到那个小孩子的心态一样，所以学到了这些东西是非常感激的。非常好的，就这样子了。